ओके ल आज चाहिँ हामीले यहाँदेखि सिक्छौँ है। यो चाहिँ विवेक सरले बनाउनु भएको कुरा हो। ल हिजोसम्म चाहिँ हामीले मुनबप ग्रामरहरू पढ्यौँ। स्क्रिन देखिराख्नु भएको छ त अहिले? स्क्रिन देख्नु भएको छ? हजुर देखेको छ सर। छ ओके 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 ल ल अब सबैजनाले स्क्रिनमा ध्यान दिएर हेरिदिनुहोस् है। ल आज चाहिँ हामी सुगी भन्छ लेख्ने कुरा चाहिँ सिक्दैछौँ। ल ओके आज चाहिँ वनगोजी छाक्सङ बब भन्छ है। वनगोजी छाक्सङ बब भनेको यो एउटा पेपर हुन्छ। पेपरमा पनि यस्तो कोटा कोटा दिएर बक्स बक्स भनेर बनाएको हुन्छ। योमा लेख्नलाई पनि नियम जान्नुपर्ने हुन्छ। जथाभावी कोठामा लेखेर हुँदैन है। त्यो केही नियमहरू छ यहाँ चाहिँ जम्मा जम्मी मेबी 6 7 7 8वटा है। 8वटा नियमहरू छ। अनि यो लेख्ने कसरी लेखेको छ यो तरिकाहरू हेर्छौँ। अनि त्यसपछि बाँकी अरू कुरा पनि सिक्छौँ है। अरू धेरै डकुमेन्टहरू पनि छ मैले तयार गरेको। ल ओके अब सबैजना 여러분 집중해주시고 잘 보시기 바랍니다. ओके 원고지 작성법 भन्छ। यो लेख्ने तरिका भनेको है। यो बक्समा लेख्ने तरिकालाई चाहिँ वनगोजी छाक्सङबब भन्छ। अब यो लेख्दाखेरि यो कागजमा लेख्दा पालना गर्नुपर्ने नियमहरू भन्छ है। यहाँ 1 नम्बरबाट हेरौँ है। 1 नम्बरमा हेर्नुहोस् त। ल माइक चाहिँ म्युट गरिदिनु है साथीहरू। कताबाट आवाज आइराखेको छ माइक चाहिँ म्युट गरिदिनुहोस् है। ल 1 नम्बरमा हेर्नुहोस् त। 한칸에 한자를 씁니다 भनेको एउटा कोठामा एउटा अक्षर मात्र लेख्नुपर्छ भनेको हो। 띄어쓰기 할 때는 칸을 피웁니다। 띄어쓰기 भनेको बिचमा स्पेस ग्याप। माइक कसले अनम्युट गर्नुभएको छ माइक अफ गरिदिनु त। कसको माइक अनम्युट भइरहेको छ? मोहम्मद सर हजुरको माइक अनम्युट भएको छ, म्युट गर्नु त। ओके ल कुरा बुझ्नुभयो त? यो कोटा छ। यो कोटामा सुरुमा चाहिँ के भन्छ भनेपछि एउटा कोटामा एउटा लेटर लेख्ने। जस्तो यहाँनिर लेखेको देख्नु भएको छ नि बक्समा हेर्नु त। छ नुन लेखेको छ। छ नुन लेख्दाखेरि छ चाहिँ एउटामा लेख्नु पर्यो, नुन चाहिँ एउटा कोटामा लेख्नु पर्यो। त्यो लेखिसकेपछि हामीले बिचमा स्पेस छोड्नुपर्छ नि त। छ नुन 학생입니다 पछि छ नुन एउटा वाक्य हो है। एउटा शब्द हो। हाक्सिङ भनेको अर्को शब्द हो। त्यो बिचमा चाहिँ स्पेस छोड्नुपर्छ। त्यो स्पेसको लागि एउटा कोटा छोड्नुपर्छ। र अर्को मेन पोइन्ट भनेको जहिले पनि यो बक्समा लेख्दाखेरि सुरुवात गर्ने क्रममा पहिलो यो बक्स चाहिँ छोड्नुपर्छ है। सुरुको यो बक्स छ नि योमा चाहिँ नलेख्ने। सुरुवात गर्दाखेरि सुरुको बक्सलाई खाली छोड्ने अनि सेकेन्ड बक्सबाट स्टार्ट गर्ने। सर सबै लाइनमा त्यो गर्ने हो त? होइन। पहिलो लाइनमा जस्तो है उदाहरणको लागि जस्तो यो पहिलो लाइनमा यहाँ कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 है। यहाँ चाहिँ यल्के 10वटा छ। मुनि अब फेक्चा सुगी भन्छ है। अहिलेको लगभग साधन फेङ्कामा तपाईँलाई 100 वर्ड जतिको मात्र लेख्न दिन्छ। पछि के भन्छ छुङ्गान फेङ्का भन्छ 4 दानिएको। अनि छोङा फेङ्का भन्छ 5 दानिए। त्यति बेला चाहिँ अलिकति इफेक्चा अथवा सामफेक्चा 200 देखि 300 त्यस्तो त्यस्तो लेख्न दिएको हुन्छ। अहिले मेबी 100 सम्म मात्र हुन्छ साधारण फेङ्कामा। अब यहाँ जस्तो यहाँनिर फेरि कोटा यसरी 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 गरेर अर्को कोटा पनि छ भनेपछि अब जस्तो हेलो अगाडि बढौँ है। हामी ल माइक म्युट गरिदिनुहोस् है। ओके अनि त्यसपछि मैले यो कुरा भन्दै थिएँ है। सुरुको कोठा चाहिँ खाली छोड्ने हो। त्यसपछि दोस्रो लाइनको आउँछ नि। दोस्रो लाइनमा छोड्ने कि छोड्ने होइन भनेपछि दोस्रो लाइनमा चाहिँ नछोडेर कन्टिन्यू लेख्ने है। सुरुको लाइनमा चाहिँ यो कोठा छोड्नुपर्छ, दोस्रो लाइनमा चाहिँ छोड्नु पर्दैन। यति कुरा बुझ्नुहोस् है। सुरुको लाइन छोड्ने एउटा कुरा। त्यसपछि प्रत्येक एउटा एउटा कोठामा एउटा एउटा अक्षर मात्र लेख्ने दुईवटा कुरा। अनि बिचमा स्पेस छोड्दाखेरि चाहिँ एउटा कोटा छोड्ने खाली छोड्ने। यो चाहिँ 1 नम्बरको नियममा भयो है। अनि 2 नम्बरको नियममा हेर्नुहोस् त। सुच्चानुन हानखाने थुच्चारो सुम्निदा भनेको सुच्चा भनेको नम्बर है। जस्तो तपाईँको डेट अफ बर्थ लेख्नु पर्ला
है अथवा कुनै कुरा पनि लेख्नु पर्ला भन्दाखेरि जस्तो 2022년 भनेको 2022 लेख्दाखेरि चाहिँ अब दुईटा नम्बर चाहिँ एउटा कोटामा लेख्नुपर्छ भनेको हो है अनि 숫자가 하나면 있는 경우에는 하나만 써도 됩니다 भनेको अब अक्षर दुईवटा छैन है यो लेख्नुपर्ने नम्बर अङ्क चाहिँ दुईवटा छैन एउटा मात्र छ भने एउटा कोटामा एउटा लेखे पनि हुन्छ त्यो भन्न खोजेको छ जस्तो यहाँ नेपालीमा एउटा कोटामा दुईटा नम्बर लेख्नु पर्दछ तर यदि नम्बर एउटा मात्र छ भने एउटा कोठामा लेख्न पाइन्छ जस्तो यहाँनिर इक्जाम्पल हेर्नुहोस् त 2021년 10월 9일은 한글날입니다 2021 10को 9मा चाहिँ के हो 한글날 कोरियन लिपि दिवस हो भन्दाखेरि अब यो लेख्नु पर्यो यो लेख्दाखेरि सुरुको खाली छोड्नुपर्छ खाली छोडेको छ 2021년 लेख्दाखेरि हेर्नु त 20 चाहिँ एउटा कोटामा लेख्यो अनि 21 चाहिँ अर्को कोटामा लेख्यो अनि यहाँ फेरि सिवलको सिप चाहिँ एउटा कोटामा लेखेको छ अनि यहाँ चाहिँ अब एउटा मात्र छ भनेपछि त्यो एउटा के यदि एउटा भएको खण्डमा चाहिँ एउटा नै लेखिन्छ तर धेरै अङ्क छ भने दुईटा अङ्क चाहिँ सँगै एउटा बक्समा लेख्नुपर्छ यो कुरा बुझिदिनुस् ल अनि 3 नम्बरमा हेर्नुस् त 3 नम्बरमा के भन्छ भनेपछि 문장 포호 भनेको पंक्चुएसन मार्क भन्छ हैन ए यो मेटौ त ल ओके ल 문장 포호는 한 칸에 하나 씁니다 भनेको पंक्चुएसन मार्क जस्तो क्वेशन मार्क फुल स्टप कमा जस्तो चाहिँ एउटा कोटामा एउटा मात्र लेखिन्छ भन्न खोजेको हो पंक्चुएसन मार्क जस्तै पूर्णविराम फुल स्टप भन्यो अंग्रेजीमा हैन अल्पविराम कमा प्रश्नवाचक चिन्ह क्वेशन मार्क यस्ता चिन्हहरूलाई पनि एउटा कोठामा लेख्नु पर्दछ जस्तो अब हेर्नुस् त मानौ छ नुन भयो भने यही नुनमा नै लेख्ने हो त सर अथवा नुनमा त लेखिँदैन कि जस्तो 학생 입니까 भनेर एउटा जस्तो हुन्छ नि हैन 학생 입니까 भनेर प्रश्न गर्यो भने अब यो का सँगै क्वेशन मार्क लेख्ने त सर होइन है क्वेशन मार्क छ अथवा फुल स्टप छ अथवा कमा छ भने त्यसलाई पनि छुट्टै एउटा कोठामा लेख्नु पर्यो अब यहाँनिर त एक्जाम्पलमा यहाँनिर चित्रमा पनि देखाएको छ हैन जस्तो 저는 학생입니다 अब एन्सर दिइसकेपछि त अफकोर्स फुल स्टप आउँछ हैन फुल स्टप आयो एउटा कोटा दियो अनि त्यसपछि के भन्छ 학생 जोसेफ भनेको नाम हाल्यो जोसेफतो 학생입니까 जोसेफ पनि विद्यार्थी हो भनेर प्रश्न गरेको छ हो त्यो क्वेशन मार्क पनि यसमा यसरी लेख्न सकिन्छ है अब 4 नम्बरमा हेर्नुस् त साबनमा के भन्छ 온점 반점 쌍점 쌍반점 뒤에는 간을 비우지 않습니다 भन्छ यो भनेको चाहिँ यी चिन्हहरूको पछाडि कोठा खाली राख्नु पर्दैन भनेको जस्तो अगाडि चाहिँ हामीले के थियो भनेपछि 저는 학생입니다 अथवा 저는 पछाडि 학생 लेख्दाखेरि बीचमा चाहिँ एउटा कोठा खाली छोडेको थियो नि हैन तर यो कमा लेखिसकेपछि कमाको पछाडि अब नयाँ शब्द सुरुवात हुन्छ त्यो गर्दा फेरि एउटा कोठा छोड्ने कि कन्टिन्यू जाने क्रममा चाहिँ कन्टिन्यू जानुपर्छ जस्तो यहाँनिर हेर्नु त यी चिन्हहरूको पछाडि कोठा खाली राख्नु पर्दैन जस्तो फुल स्टपको पछाडि कमाको पछाडि क्लोनको पछाडि सेमिकोलनको पछाडि भनेको छ जस्तो 합니다 आयो फुल स्टप छ फुल स्टप पछाडि खाली कोठा नछोडेर सिधै 하지만 तर पनि 그런 है त्यसरी दिएको छ तर अब कुरा यहाँ बुझ्नुपर्ने अलिकति फरक कुरा के छ भनेपछि फुल स्टप कमा क्लोन अथवा सेमिकोलनमा चाहिँ कोठा छोड्नु पर्दैन तर क्वेशन मार्कमा अनि एउटा एक्सक्लेमेसन मार्क भन्छ नि नेपालीमा विस्मयादि बोधक चिन्ह भनेर भन्छ नि त हैन सरप्राइजिङ चिन्ह के जस्तो आहा ओहो भन्ने टाइपको त्यस्तो खाली हुन्छ नि त्यति बेला चाहिँ फेरि कोठा छोड्नु पर्ने हुन्छ है 5 नम्बरमा त्यो नै भनेको छ जस्तो मुरुम्फ्यो भन्छ मुरुम्फ्यो भनेको मुत्ता भनेको सोध्नु भन्छ त्यहीबाट मुरुम्फ्यो भनेको प्रश्नवाचक चिन्ह नुकिम्फ्यो भनेको त्यही मैले भनेको एक्सक्लेमेसन मार्क भन्छ इङ्ग्लिसमा नेपालीमा विस्मयादि बोधक चिन्ह भनेर भन्छ हैन त्यस्तै नि भन्छ 다음에는 है यिनीहरूको पछाडि चाहिँ 한 칸을 비웁니다 भनेको एउटा कोठा चाहिँ खाली राख्नुपर्छ अथवा छोड्नु पर्दछ भनेको जस्तो हेर्नुस् त यहाँनिर एक्जाम्पलमा 합니까 भनेर है 학생입니까 अथवा 합니까 गर्नुहुन्छ भन्यो क्वेशन मार्क दिएको छ तर क्वेशन मार्कको पछाडि हेर्नुस् त एउटा कोठा खाली छोड्नु पर्यो दुईवटा मात्र सम्झिने है क्वेशन मार्क र
एक्सक्लेमेसन क्वेसन मार्क र एक्सक्लेमेसन मार्कमा चाहिँ कोठा छोड्ने एउटा पछाडि त्यसको लगतै पछाडि तर फुल स्टप छ कमा छ क्लोन भन्छ होइन क्लोन सेमिक्लोन यस्तो छ भने चाहिँ यसमा चाहिँ छोड्नु पर्दैन है लगातार गर्नुपर्छ ल अब यो चाहिँ यस्तो हुन्छ है अहिले नियम पढ्नुहुन्छ यसलाई चाहिँ बानी बसाल्नलाई चाहिँ तपाईँहरूले के गर्नुपर्छ यन्सुप गरिराख्नु पर्यो लेखिराख्नु पर्यो है लेखिराख्नु पर्यो त्यो लेखिराख्दा चाहिँ अटोमेटिक पछि तपाईँहरूलाई बानी नै हुन्छ ल 6 नम्बरमा भन्छ 문장 포호를 지그간이 없을 때는 글자와 함께 씁니다. अब यहाँनिर भन्नु के हुन्छ भने पङ्क्चुएसन मार्क विराम चिन्हहरू राख्ने ठाउँ नभएमा लाइनको अन्त्यमा अक्षरसँगै जोडेर लेख्नु पर्दछ अर्को लाइनमा झार्न पाइँदैन यो भनेको कस्तो हो भनेपछि है जस्तो पङ्क्चुएसनमा विराम चिन्ह राख्ने ठाउँमा नभएमा लाइनको अन्त्यमा अक्षरसँगै जोडेर लेख्नु पर्दछ अर्को लाइनमा झार्न पर्दैन भनेको यो चाहिँ यस्तो के जस्तो यो एउटा लाइन भयो है यो चाहिँ दोस्रो नम्बरको लाइन भयो है यो सेम त माथिको लाइन फोटोकपी तल देखाएको छ अहिले बुझ्नलाई चाहिँ यसरी बुझ्नुहोस् है बुझ्नलाई कसरी बुझ्नुहोस् भनेपछि मैले बुझाउनु खोज्दैछु यो 1 नम्बरको लाइन हो इक्जाम्पलको लागि है बुझ्नुहोस् यो 2 नम्बरको लाइन हो अब यो 3 नम्बर लाइन हो यहाँबाट लेख्न सुरु गर्नुभयो सुरुको कोठा खाली छोड्नुभयो त्यसपछि छदन सनसेङनिम इम्निदा लेख्नुभयो है त्यसपछि अर्को वाक्य चाहिन्छ नि इम्निदा पछि त वाक्य सकिसकेपछि अब यहाँ त सक्यो सर अब फुल स्टप छ फुल स्टपलाई चाहिँ यहाँ आएर फेरि लेख्ने त सर होइन यदि माथिको लाइनमा अथवा दोस्रो लाइन जुनसुकै लाइन होस् यदि एउटा लाइन हुन्छ नि यो लगभग 10वटा कोठा हुन्छ एउटा लाइनमा त्यो कोठामा वाक्य सकियो भने फुल स्टप लेख्नलाई फेरि यता आएर नलेख्ने के जहाँ इन्डिङ भएको छ त्यहीको ठ्याक्क मुनि चाहिँ यसरी लेखिदिनुपर्छ होइन त यहाँ पनि त त्यसरी लेखिदिएको छ यो वाक्यले त्यो भन्न खोजेको हेर्नुहोस् त मैले अलि जुम गरिदिएँ छनुन सनसेङनिम इम्निदा लेखेर हेर्नु त थाहाको पछाडि अब फुल स्टप हान्नुपर्छ नि त वाक्य सकिएको छ इन्डिङ भएको छ अब तर खासमा लेख्नुपर्ने त के हो हाम्रो बुझाइअनुसार चाहिँ अब यहाँ चाहिँ ठाउँ छैन अब कोठा खाली त यहाँ छ यहाँ फुल स्टप लेख्नुपर्ने हो तर होइन है नियममा चाहिँ के हुन्छ भनेपछि माथि एउटा लाइनमा वाक्य सक्यो भने ठ्याक्क त्यसको ठ्याक्क बिचमा पनि होइन माथि पनि होइन ठ्याक्क यो साथीहरूले कोर्नु भएको के भएर यस्तो भयो के भएर यस्तो भएको के भएर यस्तो डट 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 आयो त्यो छुने काम नगर्नु त तपाईँहरू है ल यसरी चाहिँ टक्क के गर्ने पछाडि पछाडि है ठ्याक्क जस्तो कस्तो पछाडि भन्नाले सुधा लेख्यो भने ट्याक्क यहीँनिर है यसरी चाहिँ मिलाएर लेख्नु होला है ओके अब 7 नम्बरमा हेर्नुहोस् त यहाँसम्म बुझ्नु भएको छ त मैले अगाडि पढाएकोसम्म बोल्नुहोस् त हजुरहरू हजुर बुझ्या सर अनि के यो कहाँनिर लेख्ने हो र सर यस्तो चाहिँ लेख्ने ठाउँ कहाँ हो ए यो लेख्ने ठाउँ कहाँ हो भनेपछि एउटा दिन्छ के एउटा दिन्छ एउटा जस्तो कुनै केहीको बारेमा लेख्नुहोस् भनेर दिन्छ त्यति बेला चाहिँ लेख्ने हुन्छ कि है 49 50 को क्वेसनमा दिने होला हो एक्जाममा यस्तै कोठा भएको दिन्छ हो सर हो यी ए, ल, 49 दिनु। 50 को त होइन है 49 50 को त कहाँ यस्तो लेख्ने हुन्छ त 49 50 मा त एउटा पेपर दिए जस्तो लाग्थ्यो मलाई 49 50 मा त छुट्टै छोटो मात्र लेख्नुपर्छ कि 49 50 को होइन यो चाहिँ छुट्टै यो सुगी भनेर हुन्छ कि है यदि योभन्दा पहिले दिएको साथीहरू हुनुहुन्छ नि उहाँहरूलाई थाहा छ दिएको साथी कुनै हुनुहुन्छ भन्नु त कुनै विषयको बारेमा लेख्नुपर्छ कि सर हो कुनै विषय जस्तो छिमीको बारेमा तपाईँको रुचिको बारेमा लेख्नुहोस् भनेर फेक्चासुकी है थाङसिने अथवा नाय अथवा थाङसिने छिमी थिएछ फेक्चासुकीरुल सपोसेयो है अथवा सिसेयो भनेर यसरी दिन्छ अथवा हाङ्गुक हजुर 100 शब्दमा 100 शब्दमा फेक्चासुकी भनेको हेर्नु त फेक भनेको 100 हो फेक्चा यो चा है उच्चारण गर्दा चा भयो कि यो चाहिँ कहाँबाट आयो भनेपछि खुल्चाबाट आयो कि ए खुल्चाबाट सुगी भनेको के हो लेख्ने भ्याल्यु राइटिङ होइन डब्लुआरआई टिएनजी राइटिङ भ्याल्यु 100 शब्दमा लेख्नुहोस् भनेको ठ्याक्कै गन्दाखेरि 100 नै पुग्नुपर्छ भन्ने छैन तर त्यो कोठा भराउने 100 भन्दा अलिकति बढी हुँदा पनि केही फरक छैन तर कोठा चाहिँ भराउनु होला 100 त एकैछिनमा पनि सोध्छ सर यस्तो हजुर
साधन फेङ्कामा नि यस्तो क्वेसन आउँछ र? यो अहिले साधन फेङ्कामा पनि आउन सक्छ है। यदि भएन भने पछि छुङ्गान फेङ्का अँ, हजुर अनि हजुर, छुङ्गा फेङ्कामा सोध्छ कि छुङ्गा फेङ्कामा आउने भयो। छुङ्गा फेङ्कामा सोध्छ। त्यसैले यो अहिले चाहिँ पढाउँदाखेरि हामीले सबै पढाएको है ए है। ओके ओके, यो पढाउँछौँ त्यसपछि मोडल क्वेसन गर्छौँ अनि त्यसपछि कुशल गर्छौँ। ल यो पछिसम्म चाहिन्छ कि चाहियोस्, त्यसपछि सिकाउँदै गर्ने बेला यो पनि सिकाइदिइहालौँ भनेर हो है। ल ठिकै हो सर। ल अब 8मा हेर्नुहोस् त, नम्बर 8मा के भन्छ त? ल 8मा चाहिँ यङ अल्फाबेट भनेको अङ्ग्रेजी अल्फाबेट होइन, एबिसिडी क्यापिटल लेटर अथवा स्मल लेटर। यङ अल्फाबेट थेमुन्जा भनेको क्यापिटल लेटर भइहाल्यो। हानखाने हान्चासिक सोमुन्जानुन हानखाने थुचासिक सिम्लिँदा। अब यहाँनिर भन्न खोजेको के हो भनेपछि अङ्ग्रेजी भाषाको क्यापिटल लेटर चाहिँ एउटा कोठामा एउटा मात्र लेख्नु पर्दछ र सो मुन्चा भनेको अक्षर भइहाल्यो, सो भनेको सानो, थे भनेको ठुलो है। कति सजिलो त, थे भनेको बिग, सो भनेको स्मल है। क्यापिटल लेटर चाहिँ एउटा कोठामा एउटा मात्र लेख्ने, तर स्मल लेटर छ भने एउटा कोठामा कतिवटा लेख्ने? 2वटा लेख्ने है। अब यहाँनिर हेर्नुहोस् त, इक्जाम्पलमा जस्तो अगाडिको त खाली छोड्नुपर्छ भनेर यो त दिमागमा राख्नुहोस् है। तर फेरि त्योभन्दा मुनिको होइन, फर्स्ट लाइनको मात्र अगाडिको कोठा चाहिँ खाली छोड्नुपर्छ। जस्तो ह्याप्पी हाउस लेखेको छैन, एच चाहिँ क्यापिटल लेटर अगाडिको। अङ्ग्रेजीमा तपाईँहरूले बच्चा हुँदा पढिसक्नु भएको छ कि जहिले पनि शब्दको अगाडिको चाहिँ क्यापिटल हुन्छ भनेर हामीले इङ्ग्लिसमा पढेको छौँ नि त होइन। त्यसपछि हेर्नु त, एच क्यापिटल भयो, एउटा कोठामा एउटा भयो। त्यो पछाडिको स्मल लेटर अथवा सानो एबिसिडीको चाहिँ एउटा कोठामा 2वटा, HAPPY ह्याप्पी भयो कि है। ह्याप्पी, त्यसपछि ह्याप्पी भनेको एउटा शब्द हो, छुट्टै हो। हाउस भनेको छुट्टै हो, बिचमा चाहिँ स्पेस राख्यो। त्यसपछि स्मल लेटर नै हो, 2वटा। अब बाँकी एउटा बच्यो त सर के गर्ने, स्मल लेटर त 2टा लेख्नु पर्थ्यो भनेपछि अब एउटा नै बच्यो भने एउटै लेखिदिने। ल अनि त्यसपछि फुल स्टप। अब यहीँनिर म फेरि अगाडिको कुरालाई फेरि रिभाइज सम्झाउन चाहे। यदि अब कोठा अन्तिममा यसरी लेख्दै गर्दा बच्यो भने त कोठामा नि लेख्ने है, कोठामा नि लेख्ने। अब यहाँनिर त ह्याप्पी हाउस लेख्दाखेरि कोठा बाँकी छ नि त होइन, कोठामा नि लेख्ने। तर लेख्दै गर्दा चाहिँ कोठा बाँकी रहेन, अन्तिमसम्म यी चाहिँ यहाँ लेख्नुपर्ने अवस्था आयो भने के पढ्यौँ हामीले अगाडि नियम? अर्को लाइनमा गएर चाहिँ त्यो कमा त्यसरी लेख्न मिल्दैन। जुन त्यो इन्डिङ भएको छ त्यहीको ठ्याक्क यहाँनिर यसरी लेखिदिने है। ल अगाडिको नियमलाई पनि हामीले यसो के गर्यौँ, सम्झ्यौँ। त्यसपछि ल 8वटा है, यति नियम लगभग जान्दाखेरि त लेख्न सकिन्छ। ल यति नियम जानेपछि सक्यो। अब कोठा चाहिँ कस्तो हुन्छ, जस्तो अब प्रश्न कस्तो खाले सोध्छ भन्ने कुरा छ नि। जस्तो हेर्नु त यहाँनिर अब एउटा कस्तो प्रश्न छ, यसलाई पढौँ त। ल 다음을 참고하여 직장인들의 업무 중 비로해소 방법에 대한 글을 200에서 300자로 쓰십시오. 단 글의 제목을 쓰지 마십시오. 삽시점. अर्को मैले भन्न छुटाएको कुरा एउटा के हो भनेपछि जहिले पनि यो लेख्दाखेरि चाहिँ माथिको टपिक हुन्छ नि, टपिक हेडलाइन, त्यो हेडलाइन चाहिँ लेख्नु पर्दैन कि। जस्तो हामीले निबन्ध लेख्दाखेरि चाहिँ सर लेख्छौँ, माथि चाहिँ जस्तो स्कुलको बारेमा लेख्नु पऱ्यो भने द SCHOOL द स्कुल लेख्छौँ नि, त्यो टाइपको यसमा चाहिँ यो हेडिङ चाहिँ लेख्नु पर्दैन है। तल त्यो कोठामा मात्र लेखे पुग्छ, कोठामा मात्र लेख्ने, यो हेडिङ चाहिँ लेख्नु पर्दैन है। यो कुरा पनि बुझ्नुहोस्। ल अब हेर्नुहोस् त यहाँ कस्तो लेखेको छ, 다음을 참고하여 है। तलको चाहिँ सहभागी भएर 직장인들의 भन्छ काम गर्ने कर्मचारी होइन, 직장 भनेको कार्यस्थलमा काम गर्ने मान्छेहरूको चाहिँ 업무중 काम गर्ने अवस्थामा चाहिँ 비로해소 방법 ठकाइहरूलाई चाहिँ घटाउने तरिकाको बारेमा, ध्यानको बारेमा खिल लेख्ने काति 200 देखि 300 इफेक्ट सामफेक्चारो सिसिसिपी लेख्नुहोस् भनेर हान्छ है। यो चाहिँ तपाईँलाई यति चाहिँ सोध्दैन, यो चाहिँ छुङ्गा फेङ्कामा सोध्छ। थानखुरे छेमोगोल सूचीमा आसिप्स्यो र अब छेमोगोल भन्छ टाइटल चाहिँ लेख्नु पर्दैन, नलेख्नुहोस् भन्न खोजेको। जस्तो कहाँनिर जस्तो यहाँनिर है। ल ओके,
जस्तो यहाँनिर चाहिँ अब यो मान्छेहरूमा लिएछ कि एउटा परीक्षण जस्तो लिएछ। परीक्षण लिँदाखेरि चाहिँ छिक्चाइन्दुर अमुचुङ फिरो हेसो फाङबप है फ्याटिक थकाइलाई चाहिँ कसरी चाहिँ घटाउन सकिन्छ त काम गर्ने क्रपा भनेर यसरी प्रश्न सोद्धाखेरि चाहिँ उङदाप जवाब चाहिँ कस्तो कस्तो आएको छ भने चाहिँ सामसिप त्यही यहाँ भनेको 30 वर्ष मुनिको चाहिँ यस्तो यस्तो आएछ है। अनि सासिप तेइसाङ भनेको 40 वर्षभन्दा माथिको चाहिँ यस्तो आएछ। कफी खानुपर्छ काम गर्दाखेरि, त्यसरी चाहिँ थकाइलाई अलिकति कम गर्न सकिन्छ भन्ने कुरा चाहिँ छ। अनि एउटाले भनेको छ हुबियन होइन चुरोट पिउनुपर्छ भनेको छ। अनि अर्कोले चाहिँ खाबियन उन्दङ भनेको हल्का हल्का एक्सर्साइज गर्नुपर्छ र यो खित्ता चाहिँ अरू अब यो कोटा सोटा चाहिँ यस्तै दिइहाल्छ, यसमा बुझ्नुपर्ने त्यति कुरा छैन है। अब माथि यहाँबाट बुझ्नुपर्ने के छ भनेपछि यस्तो यस्तो अब यहीलाई हेरेर हामीले यसलाई नै व्याख्या गरिदिनु पऱ्यो होइन। संक्षिप्त यहाँले चाहिँ यस्तो यस्तो भनेको छ, यसमा चाहिँ अब जस्तो यो कफी भनेको छ भने कफीमा चाहिँ सासी कति कफीमा कति छ संक्षिप्त यहाँले चाहिँ 40% छ भने चाहिँ सासी फसेन्तु छाजियान्ता यस्तै टाइपले मिलाएर अब तल के लेखेको छ एकचोटि सर्र पढौँ है। यसलाई पढौँ त एकचोटि। अनि त्यसपछि हामी अर्को मैले पनि फेरि अर्को डकुमेन्ट तयार गरेको छु, अनि त्यो डकुमेन्ट म तपाईँलाई सिकाउँछु ल। यो सानो अक्षर छ तर देख्नु भएको छ? देखेँ सर। देख्नु भएको छ है? ल हेर्नुहोस् त, सुरुमा कोठा छोड्नुपर्छ भन्ने नियम पढेको छौँ, कोठा खाली छोडेको छ हो। अब यहाँनिर पढ्ने भन्दा पनि पढ्न त सबैले जानेकै छ, तर यहाँ नियम चाहिँ हामीले पढेको नियम चाहिँ कहाँ कहाँ लेखेको छ त भनेर त्यो चाहिँ याद गर्नु होला। अब यता हेर्नु त 100 200 300 लेखेको छ नि, यहाँसम्म चाहिँ 100 पुग्यो रे, यहाँसम्म 200 पुग्यो, अनि यहाँसम्म चाहिँ 300 पुग्यो भने हो। अर्को कुरा चाहिँ फेरि यो पनि हाम्रो पछि टिचरहरूले पनि भन्नुहुन्छ, किपको क्लास जोइन भइसकेपछि तपाईँहरूले साम्यक्सा लेख्दाखेरि चाहिँ सर यहीँसम्म यहीँनिर इन्ड गरिदियो त भन्नुहुन्छ। यो छ नि, यो लाइनसम्म पुऱ्याउनु हो भने यो पनि 300 लेखेको मानिन्छ कि है, यहीँ पछाडिसम्मै लेख्नुपर्छ भन्ने पनि छैन है, यो कुरा पनि बुझिदिनु होला। ओके ल अब यहाँ लेख्ने चाहिँ कसरी लेखेको छ त, माथिको कुरालाई कसरी यहाँनिर चाहिँ व्यक्त गरेको छ भन्ने चाहिँ एकचोटि पढौँ है त। ठिक हाइलाइट गर्दा नि राम्रो होला है, होइन हाइलाइट गर्दा यस्तो गर्नु ल। छिक्चाङिने अम्मुचुङ है, छिक्चाङिने अम्मुचुङ। अब स्पेस छोड्नुपर्ने भनेको छ, खाली ठाउँ छोडेको छ है, एक एकवटा कोठा खाली राखेको छ। 직장인이 업무 중 비료해소 방법에는 연령대별로 차이가 있는 것으로 나타났다। फुलस्टपलाई चाहिँ छ, फुलस्टप पछाडि चाहिँ फेरि कोठा छोड्नुपर्छ भन्ने छैन, कुनमा छोड्नुपर्छ क्वेसन मार्क अनि एक्सक्लेमेसन मार्कमा मात्र कोठा छोड्नुपर्छ, यहाँ कोठा छोडेको छैन। त्यसपछि 30대 이하 직장인들의 경우 비료를 불기 위해 커피를 마신다는 응답이 40%로 है 40% पनि भन्छ पर्सेन्टलाई होइन, पर्सेन्ट로 가장 많았으며 가벼운 운동을 한다가 32%로 그 뒤를 이었다 होइन। त्यसपछि 4대 이상의 경우에도 커피를 마신다는 응답이 40%로 가장 많았으나 त्यसपछि कमा दियो 흡연으로 비료를 푸는 경우도 37%나 되었다। त्यसपछि कहाँनिर आयो 이에 반해 30대 이하에서 흡연이라서 응답을 18%밖에 되지 않았으며 40대 이상의 경우에는 가벼운 운동을 한다가 13%에 그쳐 연령이 낮아질수록 흡연에 대한 생각은 부정적이라는 सासिरल 알 수 있다। अब यहाँनिर केही भनेको छैन, खालि त्यही मात्र भनेको चाहिँ यतिसम्म यतिको उमेरले चाहिँ हुबियनमा चाहिँ यति पर्सेन्ट भनेको छ है, अथवा कफी पिएर चाहिँ यति पर्सेन्ट, खाबियन उन्दोङमा चाहिँ यति पर्सेन्ट गर्नुपर्छ भन्ने तय गरेको छ। त्यहीमा बिचमा अलिकति जोड्नलाई चाहिँ फेरि केही सानोतिनो ग्रामरहरू जोडेको छ। यो चाहिँ अलिकति एडभान्स लेभलको भयो, साधन फेङ्का दिँदाखेरि त यति धेरै प्रयोग पनि गर्नु पर्दैन ल। ओके अब चाहिँ मैले तयार गरेको डकुमेन्ट पढौँ है ल। यो चाहिँ मैले पिपिटी तयार गरेको छु तपाईँहरूको लागि। ओके
ल अब हेर्नुहोस् त यहाँनिर फेक्चासुगिरान भन्छ। फेक्चासुगी भन्नाले के हो त त्यो भनेको भन्ने कुरा चाहिँ हेर्नुहोस् है। फुल्याङमा हेर्नु त याक फाल्सिब एज फेक हिसिप्चा छौवाकी फेक्चा आन्माजा त थोइम मैले अगाडि भनेको थिएँ। फेक्चासुकी भनेको 100वटा अक्षर चाहिँ कोठामा लेख्ने भने तापनि छौवाकी भनेको चाहिँ निश्चित 100 नै हुनुपर्छ भन्ने चाहिँ छैन है। 100 भन्दा अलिकति तल पनि हुनसक्छ, बढी पनि हुनसक्छ, घटी पनि हुनसक्छ, बढी पनि हुनसक्छ भनेको हो। सिगान समय चाहिँ फोतोङ सिबेछ सिबोबुन भनेको लेख्ने समय चाहिँ कति मिनट दिन्छ? 10 देखि 15 मिनट, मेबी 10 मिनट नै दिन्छ है। 10 देखि 15 मिनट, 10 मिनट दिन्छ। मोक्चक के कारणले गर्दा यो सुगी लेख्न दिन्छ भनेपछि मुन्बप ग्रामर, औही भनेको शब्दावली भोकाबुलरी, यन्गल भनेको जोड्ने चाहिँ नुङ्यक तपाईँको एबिलिटी चाहिँ चेक गर्न लागि यो मान्छेले कतिको ग्रामर जानेको छ, यो मान्छेको वर्डको के शब्दको पकड चाहिँ कतिको छ अनि यसलाई कसरी जोड्न सक्छ त्यो तपाईँको एबिलिटी क्षमता चाहिँ चेक गर्नलाई यो सुगी दिन्छ। अनि अन भन्छ भाषामा चाहिँ हाङ्गुगरोमान छाक्सङ भनेको चाहिँ यो लेख्ने भनेको चाहिँ कोरियन भाषामा मात्र लेख्ने हो भनेर भन्न खोजेको हो है। अब हाम्रो यत्रो क्लासमा जोडिसकेपछि त धेरैजनालाई थाहा छ यो चाहिँ हाम्रो बुढा सरको कोरियन क्लासको फेसबुक पेज हो। यसलाई चाहिँ फलो गरिदिनु होला इफ गरिदिनु भएको छैन भने, र युट्युबमा पनि सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला है। अब यहाँनिर हेर्नुहोस् त छाजु नाओनुन छुजे भन्छ। प्राय जस्तो सोध्ने के है साधन फेङ्कामा। अब प्राय जस्तो सोध्ने कस्तो कस्तो विषयमा कस्तो कस्तो शीर्षकमा सोध्छ भनेपछि छागी सोगेको बारेमा सोध्छ। तपाईँको छागी सोगेको सेल्फ इन्ट्रोडक्सनको बारेमा लेख्ने, अथवा हान्गुगे ओन इयु कोरिया आएको कारण के कारणले तपाईँ कोरिया आउनुभयो त्यो टाइपको सोध्न सक्छ। अथवा हारु इल्गुवा भन्छ भनेको दैनिकी के दैनिकी दिनको दैनिकी भन्छ नि, दिनको दैनिकी के हो त बिहान उठेबाट बेलुकी सुत्ने बेलासम्म के गरिन्छ त्यो कुराहरू लेख्ने कुरा भयो। अनि छुइमीको बारेमा पनि सोध्न सक्छ, छुइमी भनेको रुचि होइन। अनि छुमाल खेवेक भन्छ सप्ताहन्तको योजना के छ त भनेर त्यो टाइपको पनि सोध्छ है। प्रायः जसो सोध्ने भनेको यस्तै यस्तै हो, छागी सोगे, हान्गे ओन इयु, अनि त्यसपछि हारु इल्गुवा अथवा छुइमी अथवा छुमाल खेवेक अथवा हाङ्गुक सेङ्वारेस छोन्जमवा अर्यौन्जम भनेको कोरियाको जनजीवन गर्दै गर्दा तपाईँलाई लागेको गुड पोइन्ट र ब्याड पोइन्ट है। अथवा सिउन्जम र अरेन्जम पनि भन्छ, सजिलो चाहिँ तपाईँलाई के लाग्यो, गाह्रो चाहिँ के लाग्यो त्यो पनि भन्छ। अथवा खाजोक सोगे भनेर पनि सोध्न सक्छ है, परिवारको परिचय भनेर सामान्य मेरो परिवारमा यतिजना मान्छे छ, यस्तो छ, को छ, के छ भन्ने कुरा यस्तो पनि सोध्ने हुन्छ। जस्तो मैले यहाँनिर थोरै लेखिदिएको छु, तपाईँहरूले पनि यसरी लेख्न सक्नुहुन्छ है। सो अब सुरुको टपिक चाहिँ हाम्रो के छ यहाँनिर छागी सोगे भनेर छ। छागी सोगे भन्ने बित्तिकै आफ्नो सेल्फ इन्ट्रोडक्सन होइन, त्यो कसरी लेख्ने भन्ने कुरा यसरी हेर्नुहोस् है। अब तपाईँहरूले यसरी सोध्छ छागी सोगेरुल हासेयो होइन, छागी सोगेरुल हासेयो अथवा फोनिने थेहे फेक्चारो सुस्यो आफ्नो बारेमा 100 अक्षरमा लेख्नुहोस्। अब यो लेख्दै गर्दा चाहिँ के कुरा मिसाउनु पर्यो? इरुम नाम, खुक्चक नेसनलिटी, हान्गु ओन इयुरुल सुस्यो कोरियामा आएको कारणहरू लेख्नुहोस् भन्छ। जस्तो यहाँनिर मैले लेखिदिएको छु, यसमा चाहिँ तपाईँहरूले घटबड गरेर मिलाएर करेक्सन गरेर लेख्न सक्नुहुन्छ है। ल जस्तो यहाँनिर हेर्नुहोस् त छनुन नेपाल에서 왔습니다. म नेपालबाट आएको हुँ। 한국에 온 지 3년이 됐습니다. अथवा 3년이 지났습니다. अथवा 4년이 지났습니다. त्यसरी लेख्न सकिन्छ। कोरियामा आएको 3 वर्ष भयो, 4 वर्ष भयो, त्यसरी भन्न सकिन्छ। अनि त्यसपछि 지금 회사에서 일하고 있습니다. अहिले चाहिँ कम्पनीमा काम गरिरहेको छु। अथवा 지금은 회사 생활을 하고 있습니다. अब तपाईँले जसरी सहज लाग्छ त्यसरी लेख्न मिल्छ। अनि त्यसपछि 한국 생활을 조금 힘들지만 है कोरियाको जनजीवन अथवा जीवन बिताउने कुरा चाहिँ अलिकति गाह्रो भए तापनि छमझम इक्सुक हेजिगो 있습니다. अलिकति बानी परिरहेको छु भनेको हो। त्यसपछि 한국어를 잘 배우고 싶어서 कोरियन भाषा चाहिँ राम्ररी सिक्न चाहेर 사회 통합 프로그램 사전 평가를 봅니다 भनेको
कोरियन भाषा चाहिँ अलिकति राम्ररी सिक्न चाहेर सावेथुङ्गा प्रोग्राम भनेको किपको 사전 평가 चाहिँ दिन्छु भनेको है 앞으로 한국에서 열심히 생활하고 싶습니다 भनेको अब अगाडि अबदेखि अझ अगाडि होइन 앞으로 भनेको अब अगाडि अबदेखि अगाडि अथवा अब उपरान्त होइन अगाडि चाहिँ अझै कोरियामा चाहिँ 열심히 생활 अझै मेहनत साथ आफ्नो चाहिँ जीवन चाहिँ व्यतीत गर्न चाहन्छु बिताउन चाहन्छु भन्ने कुरा चाहिँ छ तपाईँहरूले लेख्दाखेरि चाहिँ के याद दिनु पर्यो भनेपछि छुङ्गानफेङ्का र छुङ्गाफेङ्का भन्छ यो 4 दानगी र 5 दानगीमा चाहिँ अलिकति एडभान्स लेभलको ग्रामर पनि मिसाउनु पर्छ अहिले लेख्दाखेरि चाहिँ हुन चाहिँ बरु नर्मल ग्रामर हो है तर सामान्य शब्द भए पनि हेर्नु त यहाँनिर के कुन चाहिँ एडभान्स छ त ल साधारण होस् तर लेख्दाखेरि टक 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 लेख्ने अनि बीचबीचमा यन्गल अमी भन्छ जोड्ने के जस्तो हाचिमान खिर्यस खिर्यदो भनेर यसरी यिनी कुराले चाहिँ जोड्न सकिन्छ अथवा खिरछिमान यसरी लेख्न अथवा गीते मुने बीचमा यस्तो यस्तो वाक्यले चाहिँ टाक 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 जोड्ने के है यसरी चाहिँ जोड्न सकिन्छ अब जस्तो अर्को चाहिँ मैले यो चाहिँ इम्पोर्टेन्ट यो पनि सोध्न सक्छ भनेको थिएँ हारु इल्गा भन्छ है दिनको दैनिकी चाहिँ यो सजिलो छ है तपाईँहरू पनि लेखिहाल्नुहुन्छ ल हेर्नु त यहाँनिर के भन्छ भने 저는 보통 아침 6시 반에 일어납니다. म चाहिँ प्राय 6:30 मा उठ्छु अब तपाईँ कति बजे उठ्नुहुन्छ अथवा मैले यो जुन भनेको छु त्यही भन्दा पनि हुन्छ किनकि अब आफ्नो डेली रुटिन चाहिँ आफैले त्यो भन्नलाई भन्दा पनि हामीले त एउटा इक्जाम ओरिएन्टेड भएर नम्बर लिनलाई त हो है अथवा त आफ्नो लेख्दा अझ सहज भयो कति बजे उठ्नुहुन्छ त्यसरी लेख्नुहोस् 저는 보통 아침 6시 반에 일어납니다. 아침을 먹은 회사에 가서 하루 일을 시작합니다. है 먹은 후에 लेख्नुपर्ने यहाँनिर छुटेछ आछिमुल मगुन खाइसकेपछि यसले पनि पास्ट टेन्स त जनाउँछ तर यसरी लेख्दा पनि हुन्छ आछिमुल मगुन हुए है हुए लेखे पनि हुन्छ अथवा यसरी लेखे पनि हुन्छ आछिमुल मक्को नास यो लेखे पनि हुन्छ मक्को नास भनेको खाइसकेपछि यो दुईवटै ग्रामर जुन लेखे पनि हुन्छ है 아침을 먹은 후에 아침을 먹고 나서 회사에 가서 하루 일을 시작합니다. दिनको काम चाहिँ सुरुवात गर्छु है अनि त्यसपछि के भन्छ 회사에서는 동료가 ओहो यहाँनिर त धेरै शब्दहरू छुटेछ है 동료 है 동료 भनेको सहकर्मी 회사에서는 यो टाइपिङ मिस्टेक भएछ है टाइपिङ मिस्टेक भएछ कति धेरै अक्षरहरू छुटेछ ल 회사에서는 동료가 함께 일하고 점심은 회사 식당에서 먹습니다. कम्पनीमा चाहिँ सहकर्मी सँगसँगै काम गरेर दिउँसोको खाना चाहिँ कहाँ खानुहुन्छ तपाईँहरू हाम्रो चाहिँ कम्पनीकै रेस्टुरेन्टमा खान्छ त्यो कारणले गर्दा 회사 식당에서 먹습니다. अथवा तपाईँ बाहिर गएर खानुहुन्छ भने 점심은 외출에 나가서 먹습니다. बाहिर गएर खान्छौँ अथवा कम्पनीको छेउमा 회사 옆에 식당에서 먹습니다. है त्यसरी तपाईँहरूले मिलाएर लेख्नु होला अनि 일이 끝난 다음에는 अथवा 일이 끝난 다음에는 काम सकिएपछि अथवा काम सकिए पश्चात 집에 와서 घरमा आएर 운동을 하거나 एक्सर्साइज गर्ने वा 한국어를 공부합니다. अथवा व्यायाम गर्नेको साटोमा तपाईँ आराम गर्नुहुन्छ भनेपछि 퇴근하고 나서 अथवा 퇴근 후에 쉬거나 한국어를 공부합니다. अथवा 드라마를 봅니다. अथवा 전화를 합니다. 책을 읽습니다. है तपाईलाई चाहिँ के सहज लाग्छ अथवा तपाईको दैनिकी चाहिँ के छ त्यसरी चाहिँ तपाईहरुले लेख्नु होला मैले यो साधारण खालको तपाईहरुले बुझाउनलाई लेख्दिनु है ल अब अर्को छ छुइमीको बारेमा छुइमीगा मोए हो है रुचि के हो धेरै जनाले नेपालमा पढिसक्नु भएको छ ल अब यहाँनिर हेर्नुहोस् त लेख्दाखेरि 제 취미는 운동과 한국어 공부입니다. मेरो रुचि चाहिँ व्यायाम गर्ने र कोरियन भाषा अध्ययन गर्ने हो है 사람마다 취미가 다르기 마련입니다. है मान्छे अनुसार चाहिँ रुचि फेरि फरक पनि हुन सक्छ है मलाई चाहिँ अब यो मन पर्छ तपाईहरुलाई अन्य पनि मन पर्छ है
시간이 있을 때는 공원에서 조깅을 하거나 집에서 책을 읽습니다. भनेको चाहिँ समय हुने बेलामा चाहिँ पार्कमा गएर जगिङ गर्ने, जोगिङ भनेको जगिङ गर्ने भन्छ नि होइन, जगिङ गर्ने वा अथवा 축구를 하거나 फुटबल खेल्ने वा 집에서 घरमा चाहिँ 책을 읽습니다. किताब पढ्छु. त्यसपछि 운동을 하면서 운동을 하면 व्यायाम गर्यो भने 스트레스가 줄어들어서 몸과 마음이 건강해집니다. मोदु हो, यो मुदु भए चाहिँ मो है, यो टाइपिङ धेरै मिस्टेक भएछ ल, मो बुझिदिनुहोस् है, मोदु ल। 운동을 하면 व्यायाम गर्यो भने स्ट्रेस 줄어들어서 घटेर चाहिँ 몸과 शरीर र मन चाहिँ के 모두 सबै 건강해집니다 भनेको चाहिँ स्वस्थ भइदिन्छ। 요즘에는 한국어 실력을 높이기 위해 매일 조금씩 공부하고 있습니다. आजभोलि चाहिँ कोरियन भाषाको क्षमता है, 실력 भन्छ क्षमता बढाउनका निम्ति बढाउनका निम्ति अथवा बढाउनका लागि 매일 날마다 प्रत्येक दिन 조금씩 अलिकति थोरै गर्दै 공부하고 있습니다. अध्ययन गरिरहेको छु, पढिरहेको छु भनेर भन्छ है। ल यसरी तपाईहरुले पनि लेख्नु होला। हेर्दाखेरि यो सामान्य लाग्छ, तर फेरि लेख्ने बानी भएन भने 10 मिनेट टाइम हुन्छ हैन। हाङवाङ सुरप्ता भन्छ कि, भनेको अक्क न बक्क पर्नु, के गर्ने, को गर्ने, के लेख्ने, कहाँ लेख्ने, तर डेली प्र्याक्टिस गर्यो भने त लेखिहालिन्छ नि भनेर। यस्तो लेख्ने आयो भने के गर्नुपर्छ भने पहिले चाहिँ माथिको छुजे पढ्ने, टाइटल पढ्ने है। टाइटल पढिसकेपछि मेन पोइन्ट चाहिँ सम्झिनु पर्ने हो। जस्तो यो वाक्यमा चाहिँ यो वर्डहरु चाहिँ म मिसाउँछु है, नेपालीमा सम्झेर त्यो नेपाली कोरियनमा यो वर्ड सम्झिन्छु। विदिन 1 मिनेट, 1 मिनेट भित्रमा सोचिसक्ने, 10 मिनेट भित्रमा लेखेर सक्नुपर्छ। अनि लेखिसकेपछि लेख्न सुरु गर्ने। लेख्दाखेरि ढुक्क भएर हाल्छु हित्ता, म गर्न सक्छु भनेर यसरी कन्फिडेन्ट भएर बिस्तारै कन्फिडेन्टको साथ लेख्दै जाने। अनि यो फेक चा त एकैछिनमा भरिन्छ है। अर्को छ छुमाल ख्योएक भन्छ। छुमाल भनेको चु भनेको हप्ता भयो, माल भनेको अन्तिम के है। कति मजाको वर्ड छ है। इङ्ग्लिसमा पनि हेर्नु त, WEEK विकेन्ड भन्छ नि होइन, विकेन्ड भन्छ। विक भनेको ए भगवान के भएको यो वर्डलाई यस्तो। ल इङ्ग्लिसमा के भन्छ अरे, WEEK विकेन्ड भन्छ होइन, END माथि नअटेर लेखेको है, यो सँगै हो नि त यो अक्षर चाहिँ। छुमाल भनेको विकेन्ड, सप्ताहन्त भनेको। इङ्ग्लिसमा कोरियनमा पनि हेर्नु त, चु भनेको हप्ता हुन्छ, माल भनेको अन्तिम, हप्ताको अन्तिमलाई सप्ताहन्त भन्छ। इङ्ग्लिसमा पनि हेर्नु त कति मजा छ। विक भनेको हप्ता हो, एन्ड भनेको समाप्त के। शब्द कति पढ्न पनि मजा छ कि है। ल ओके, ल अब अर्को हेरौँ है। छुमाल ख्योएक भन्छ सप्ताहन्तको योजनामा चाहिँ सारा मादा है, फरक पनि हुन्छ, के हुन्छ है। बुझिदिनुहोस् यसरी लेख्नुपर्छ भनेर मैले तपाईँलाई प्र्याक्टिसको लागि मात्र लेखिदिएको है। ओके, यहाँनिर के भन्छ भनेपछि 이번 주말에는 ल रेड क्लोज ल 이번 주말에는 집에서 충분히 쉬려고 합니다 है। यो सप्ताहन्तमा चाहिँ घरमा 충분히 भनेको इनफ के, इनफ प्रशस्त मात्रामा चाहिँ 쉬려고 합니다, आराम गर्ने विचार गरेको छु है। 회사 바쁘면 होइन, 계속 야근을 하면 너무 피곤했기 때문에 쉬는 것도 좋습니다 होइन। निरन्तर रूपमा काम गर्यो, यागुन ओभरटाइम नाइट ड्युटी गर्यो भने त कहिले सप्ताहन्त आउला, कहिले विकेन्ड आउला, मजाले सुत्छु, आराम गर्छु भन्ने पनि भाव हुन्छ नि त होइन। त्यो खालको ख्योएक योजना पनि त हुन्छ नि होइन। ओके, त्यो भन्छ। अनि त्यसपछि 토요일에는 친구를 만나서 같이 식사를 하거나 커피를 마실 계획입니다. यसरी के हुन चाहिँ साधारण वाक्य छ, तर लेख्दाखेरि बिचबिचमा सानो के तपाईँ हामीले सिकेकै बेसिक लेभलको ग्रामर चाहिँ बिचमा घुसाउने भनेको हो कि। हेर्नु त यहाँनिर चाहिँ र्यगो उर्यगो ग्रामर लगाएको छ। हेर्नु त 이번 주말에는 집에서, कति मजा छ हेर्नु त। ल एउटा टाइममा ए लाग्छ भन्ने हामीलाई थाहा छैन त। इवन भ्याल्यु छुमारे ए भन्ने ग्रामर लाग्यो। छिब एस कहाँ, छिब एस घरमा, सिक्ताङ एस छिब एस भन्ने हुन्छ नि, एस भन्ने ग्रामर यहाँ आएको छ।
सिरेगो भनेको आराम गर्ने विचारले बनिँदा सुनिँदा त अफकोर्स हुन्छ नै। त्यसपछि थोयो इरेनुन शनिबारमा चाहिँ छिन्गुरुल मान्नासा आशा अस ग्रामर आयो भेटेर खाची शिक्षारुल हा गना गना भनेको नि वा ग्रामर आयो खफिरुल मासिल ख्योकिमले भनेको साथीलाई भेटेर चाहिँ कफी पिउने योजना छ भनेर भन्छ। त्यसपछि इरियो इरेनन छिबुल छङ्निहान हुए आइतबारमा चाहिँ घर चाहिँ मिलाइसकेपछि छङ्निहादा भनेको मिलाउनु होइन म्यानेजमेन्ट गर्नु मिलाइसकेपछि हान्गुगरुल खोङ्गुहाल सेङ्गाकिम कोरियन भाषा चाहिँ अध्ययन गर्ने मेरो चाहिँ एउटा के छ सेङ्गाक छ विचार छ। 이렇게 주말을 보내면서 다음 주를 잘 준비하고 싶습니다. यसरी चाहिँ सप्ताहन्तलाई बिताएर आउने हप्ताको तयारी गर्न चाहन्छु भनेर भन्छ है। यसरी लेख्न सकिन्छ। यसमा घटबड गरेर तपाईँले पनि लेख्नु होला है। अथवा सप्ताहन्तमा अरू के गर्नुहुन्छ साथीलाई भेट्नुहुन्छ होला है। ल गर्लफ्रेन्ड भएको साथीले गर्लफ्रेन्ड भेट्न जानुहुन्छ होला है। त्यसरी लेखिदिनु होला। ओके अब यहाँनिर अर्को हेर्नु त 한국 생활의 좋은 점과 어려운 점 है। कोरियाको जीवनयापन गर्दै जाँदाखेरि चाहिँ 좋은 점 भनेको चाहिँ गुड पोइन्ट है अरेन्ज जब भनेको चाहिँ अप्ठ्यारो हो के सजिलो पोइन्ट र अप्ठ्यारो चाहिँ के छ भन्ने कुरा के है। ल थान्चम र के भन्छ ब्याड पोइन्ट भन्छ होइन छोन्जम गुड पोइन्ट। ल यस्तो चाहिँ छाङचम र थान्चम भन्छ नि अर्कोमा चाहिँ के भन्छ भने चाहिँ छाङचम भन्छ गुड पोइन्टलाई होइन थान्चम भनेको ब्याड पोइन्ट भनेको खराब पक्ष र राम्रो पक्ष भन्छ नि राम्रो पक्ष र नराम्रो पक्ष भन्छ हो त्यस्तै के छ भन्ने कुरा चाहिँ यहाँनिर गरेको छ। अब यहाँनिर हेर्नुहोस् त ल ओके 한국 생활의 좋은 점은 교통이 편리하고 생활 환경이 깨끗하다는 것입니다. कोरियाको जीवनको राम्रो एउटा पक्ष भनेको के छ भनेपछि यातायातको सुविधा छ हो यातायातको सुविधा भएर 생활 환경이 भनेको चाहिँ जीवनयापन गर्नको लागि यो 환경 भनेको वातावरण हुन्छ इन्भाइरोमेन्ट चाहिँ 깨끗하다는 것입니다 भनेको एकदम सफा छ भनेको के हैन त कोरियाको वातावरण लगभग सफा नै छ है। 버스와 지하철이 잘 되어 있어서 어디든지 쉽게 갈 수 있습니다 भन्छ। के भन्छ भनेपछि 지하철 है बस वा 지하철 बस र सबवे चाहिँ राम्रो भइदिएर चाहिँ अदिदुन्जी जहाँसुकै जहाँ पनि होइन अन्जिदुन्जी जहिलेसुकै अदिदुन्जी जहाँ पनि होइन जहाँ पनि सिपके खाल्छु यसमा सजिलै जान सकिन्छ भन्छ। 또한 फेरि सँगसँगै 병원이나 은행 같은 시설을 이용하기도 편합니다. सँगसँगै अस्पताल र बैंक जस्तो सुविधा सिसल सुविधा पनि इ용하기도 सुविधाहरू प्रयोग गर्न पनि 편합니다 भनेको सहज छ सजिलो छ हो। नेपालको हेरेर त हेर्नु त ब्याङ्कमा पनि सहजै छ है। अहिले चाहिँ हाम्रो यो नेपाललाई चाहिँ यो के भन्छ है तपाईँहरूलाई थाहा होला मलाई भन्दा पनि तपाईँहरूलाई थाहा होला बढी नेपाललाई चाहिँ एउटा कुन एउटा जोनमा राखेको कारणले गर्दा आजभोलि ब्याङ्कमा धेरै दुःख पाइएको छ है नेपालीहरूले धेरै दुःख दिएको छ। आज गर्नुपर्ने काम गर्दै गर्दैन ब्याङ्कमा म धेरैचोटि गइसकेँ मेरो चाहिँ उरी ब्याङ्कको छ। अब कुनै काम विशेषले गइन्छ बेला बेलामा पहिला अब आइडी कार्ड माग्छ होइन आइडी कार्ड माग्यो नेपाल साराम हान्दै सिधै त्यो भन्दै चाहिँ अनि कति मन दुख्छ हेर्नु त हामी राम्रो हुँदै पनि हाम्रो देशको स्थिति चाहिँ नराम्रो भइदिँदा अब हामी जनताले दुःख भोगिराख्नु परेको छ है साह्रै गाह्रो छ नि त होइन। ल तर यदि हाम्रो देश त्यस्तोमा थिएन भने त सुरुमा त अब पहिले त धेरै राम्रो थियो नि एकै दिनमा गयो भने खाता खोल्नेदेखि लिएर त्यहाँबाट एटिएमदेखि लिएर पासबुकदेखि लिएर सबै कुरा दिन्छ नि त होइन। नेपालमा त कति गाह्रो छ एक दिन जाऊ होइन अनि धेरै टाइम लाग्छ नि त नेपालमा त। ल ओके अब हेर्नुहोस् त त्यसपछि ल अनि त्यसपछि यो कुरा भयो। त्यसपछि चाहिँ 하지만 한국어가 아직 부족해서 처음에는 의사소통이 어렵습니다. 하지만 माथि चाहिँ सुविधा कुरा गर्यो है अथवा गुड पोइन्ट राम्रो पक्षको कुरा गर्यो अब चाहिँ अलिकति नराम्रो पक्षलाई पनि यहाँनिर लेख्न खोजिरहेछ। हाजिमान तर पनि 한국어가 कोरियन भाषा के
आजिक अझै पनि 부족해서 भनेको चाहिँ अलिकति इनफ नभएर अपर्याप्त भएर 처음에는 भनेको सुरुमा चाहिँ 의사소통 भनेको कम्युनिकेसन वार्तालाप चाहिँ 어려웠습니다. गाह्रो भएको थियो. 그리고 अनि 문화 차이 때문에 भनेको कल्चरल डिफरेन्स के है आफ्नो आफ्नो संस्कृति भिन्नताको कारणले गर्दा 힘들 때도 कारणले 힘들 때도 있었지만 गाह्रो अवस्था भए तापनि है भए तापनि 요즘에는 आजभोलि चाहिँ यहाँनिर के हो 점점 होला है भए तापनि 요즘에는 आजभोलि चाहिँ 점점 익숙해지고 있습니다. आजभोलि चाहिँ बानी पर्दै गइराखेको छु भन्छ है. सुरुमा कोरियामा चाहिँ नाचन 환경 भन्छ के नाचन 환경 भन्छ. मेटौँ त यस्तो नाचन 환경 भन्छ कि यो 4 लेभलमा पढ्नुहुन्छ. नाचसन 환경 भनेको चाहिँ अनफ्यामिलियर इन्भाइरोमेन्ट भन्छ इङ्ग्लिसमा भन्दाखेरि. नेपालीमा भन्दाखेरि चाहिँ अपरिचित वातावरण हुन्छ. पछि कोरियामा बिस्तारै 시간을 보내면서 한국어도 잘하면서 점점 익숙해지고 더 편해집니다. है ल ल अनि त्यसपछि यहाँ थियो अनि त्यसपछि यता ल 앞으로도 더 노력해서 한국 생활에 잘 적응하고 싶습니다. 앞으로 अझै पनि है धेरै के गरेर 더 노력해서 अझै प्रयास गरेर 한국 생활에 भनेको कोरियाको जनजीवनमा है अथवा कोरियाको इन्भाइरोमेन्टमा 잘 적응하고 싶습니다. राम्ररी म चाहिँ अझै राम्ररी कोरियाको वातावरणमा भिज्न चाहन्छु भनेर नेपाली भाषामा त्यसरी भन्छ नि हो त्यसलाई चाहिँ के भन्छ 잘 적응하고 싶습니다. 적응하다 भनेको चाहिँ बानी पर्नु भन्ने हुन्छ. बानी पर्ने हुन्छ. के भन्छ इङ्ग्लिसमा चाहिँ एडप्ट भन्दा पनि एडजस्ट भन्छ होला है एडजस्ट भन्छ एडजस्ट हुने के एडप्ट हुने एडिएपिटी पनि भन्छ होला मेबी है बानी पनि त्यसलाई भन्छ 적응하다 भन्छ. ल यति कुरा चाहिँ छ है. ओके अब खाजुक सोगेको बारेमा चाहिँ परिवारको परिचय दिनु पर्यो भने कसरी लेख्ने त है यो त अब हामीले धेरैजनाले थाहा पनि पायो. यो सबै हामीले पढेको जानेकै कुरा है सबै साथीहरूले जानिसक्नु भएको छ नि है. ओके परिवारको परिचय लेख्दाखेरि हेर्नुहोस् त 제 가족은 모두 4명입니다. मेरो परिवारमा चाहिँ सबै 4जना हुनुहुन्छ. अब तपाईँको अनुसार लेख्नुहोस् है 6जना 6명 7명 8명 है कतिजना हुनुहुन्छ त्यसरी लेख्नुहोस्. 부모님과 여동생 1명이 있습니다. आफू 1जना भयो 부모님 आमाबुवा 2जना भयो अनि बहिनी 1जना गरेर 4जना भयो. 부모님은 고향에서 농사를 지으시고 आमाबुवाले चाहिँ गाउँमा जन्मगाउँमा 농사 भनेको खेतीबारी होइन खेतीबारी चाहिँ गर्नुहुन्छ छिउछिको. 농사를 짓다 भनेको चाहिँ खेती गर्नुहुन्छ है. यहाँनिर मैले मिनिङ पनि लेखिदिएको छु. 농사를 짓다 भनेको खेती गर्नु. यो सिगो भने चाहिँ 부모님 भनेको चाहिँ आदर गर्नुपर्ने व्यक्ति हो. त्यो कारणले यो त आदर गर्दा रै भएको. यो छित्ता भनेको चाहिँ फुल्युचिक भएको कारणले गर्दा तलको स चाहिँ हटेर छिउसिको भन्ने भएको छ है. यति कुरा त बुझिसक्नु होला. 부모님을 고향에서 농사를 지으시고 आमाबुवाले चाहिँ गाउँघरमा चाहिँ खेतीबारीको काम गरेर 여동생은 बहिनीले चाहिँ 학교에 다니고 있습니다. बहिनी चाहिँ विद्यालयमा गइराखेको छ आउने जाने गरिराखेको छ भन्ने कुरा चाहिँ विद्यालयमा 다니다 भनेको के 왔다 갔다 गर्नु है. ल अनि त्यसपछि हेर्नु त 저는 현재 한국에서 일하면서 혼자 생활하고 있습니다. 혼자लाई 홀로 पनि भन्छ है फेरि 홀로 पनि भन्छ. ल 홀로 भनेको पनि एलोन भन्ने हो के एक्लै भन्ने हुन्छ. ल ओके म चाहिँ अहिले वर्तमान स्थितिमा अहिले चाहिँ कोरियामा काम गर्दै एक्लो जीवनयापन चाहिँ गरिराखेको छु है. एक्लो जीवनयापन गरिराखेको छु भन्छ. त्यसपछि 가족과 떨어져 있어서 가끔 외롭지만 भन्छ परिवारदेखि अलग्गिएर अथवा परिवारदेखि छुट्टिएर बस्दाखेरि कहिलेकाहीँ 외롭지만 एक्लोपना भए तापनि एक्लिए तापनि 자주 연락하면서 भनेको सधैँ के गर्दै सम्पर्क गर्दै होइन फोन गर्दै गर्दा 서로 एकअर्कामा चाहिँ 응원하고 있습니다 भनेको एकअर्कालाई के भइरहेछ हौसला दिने काम भइरहेछ
समर्थन गर्ने काम भइरहेछ। उङ्गनहादा भनेको इङ्ग्लिसमा चाहिँ चियर अप पनि भन्छ के, CHWER, चियर अप। जस्तो कुनै पनि प्रोग्राम छ फुटबल भलिबल, त्यो गएर आफ्नो टिमलाई चाहिँ आफ्नो टिमको नाम लिँदै यसरी यसरी, अब जस्तो लास्ट टाइम हाम्रो एनपिएल भयो होइन, जस्तो सुदूरपश्चिम होइन, सुदूरपश्चिम लुम्बिनी लायन्स यसरी गएर स्टेडियममा गएर, अथवा स्टेडियम गए पनि घरमै बसेर पनि त्यो आफ्नो टिमलाई चाहिँ सरी यो टिम भन्छ, त्यसलाई चाहिँ उङ्गनहादा भन्छ कि, चियर अप गर्नु। इङ्ग्लिसमा चाहिँ चियर अप गर्नु, नेपालीमा भन्नुपर्दा चाहिँ हौसला दिनु, समर्थन गर्नु, जय जयकार गर्नु है, त्यसै कुरालाई चाहिँ भन्छ। ल अनि त्यसपछि आफुरो खाँचोको हाम्के छिनेल्छु इत्तरो सिमिन्दो रेखाको स्मिता भनेको आफुरो, अबदेखि खाँचोको हाम्के भनेको परिवार सँगसँगै, छिनेल्छु इत्तरो भनेको परिवार सँगसँगै रहनको लागि अथवा जीवन बिताउनको लागि चाहिँ एउटा चापके प्रयास गरिराखेको छु। यो चाहिँ हामी सबै नेपालीको एउटा ड्रिम हो है तपाईँ हामी सबैको। हामी चाहिँ लङ टाइमको लागि चाहिँ कोरिया बस्नु हुँदैन है, केही समयको लागि दुःख गरेर परिवारसँगै बस्नुपर्छ है। एक बारको जिन्दगीमा आमा बुवा एक ठाउँ, छोराछोरी एक ठाउँ, बुढी एक ठाउँ, त्यसरी चाहिँ बस्नुहुन्न भन्ने मेरो मान्यता हो। तर मान्छे अनुसार फेरि फरक फरक सोचाइ पनि हुनसक्छ। मैले जे भन्छु त्यो नै गर्नुपर्छ भन्ने छैन, आफ्नो लाइफको डिसिजन तपाईँहरू आफै लिनुहोस् है। ओके, ल अब 5 मिनट जति हामी ब्रेक गरौँ, त्यसपछि चाहिँ हानगुगे म्याङ्जल बारेमा अब कतिवटा छ भनेपछि 1 2 3 4, ल 4वटा जति छ। त्यसपछि यो हाम्रो सक्यो है, त्यसपछि हाम्रो यो पनि सक्यो। त्यसपछि हामी यसो मोडल क्वेसन हेर्छौँ। अहिले लगभग 9:53 भएको छ, 10सम्म ब्रेक गरौँ है, 10 बजेसम्म ब्रेक गरौँ। हजुरहरू पनि पानी सानी पिउनु, त्यसपछि हामी क्लास कन्टिन्यू गर्छौँ। Ai, ai.
ल ओके सबैजना जोडिनुहोस् है ल सबैजना जोडिनुहोस् अब फेरि हामी क्लासलाई अगाडिदेखि कन्टिन्यू गर्छौँ ल सबैजना जोडिनुहोस् त ल ल रेडी हुनुहुन्छ सबैजना बोल्नुहोस् त माइक अनम्युट गरेर बोल्नु त सबैजना तयारी हुनुहुन्छ है तयारी छौँ ल ओके ल अब अगाडि गरौँ यो लगभग हाम्रो चाँडै नै भ्याइन्छ होला यो अब लेख्ने कुरा भ्याइसक्यो भने चाहिँ अब हामी फेरि सिल्चन मोही खोर्सा भनेर उताको क्वेसनहरू चाहिँ सल्भ गर्नेतर्फ बढ्छौँ है ल ओके हान्गुगे मेङ्जलको बारेमा यो पढेको छैनौँ ल यहाँ पढौँ है ल ओके ल हान्गुगे म्याङ्जल भनेर पनि त्यसरी पनि सोध्न सक्छ होइन कोरियाको चाडपर्वको बारेमा ल हेर्नुहोस् त 한국에는 설날과 추석 같은 중요한 명절이 있습니다. कोरियामा चाहिँ सलनाल र 추석 जस्तो महत्त्वपूर्ण चाडपर्वहरू छ भनेर भन्छ होइन 설날에는 가족들이 모여서 새해 인사를 하고 떡국을 먹습니다. है यो चाहिँ मेन पोइन्ट हो सम्झिनै पर्ने सलनालमा चाहिँ के गरिन्छ सेहे इन्सा भनेको चाहिँ नयाँ वर्षको अभिवादन गर्ने र 떡국을 먹습니다 भनेको 떡국을 खाइन्छ है 먹는 음식 त्यसपछि 추석에는 조상에게 감사하는 차례를 지내고 है 추석मा चाहिँ पुर्खाहरूलाई चाहिँ धन्यवाद चाहिँ गरेर धन्यवादको अभिवादन चाहिँ गरेर 차례를 지내고 होइन श्राद्ध चाहिँ गरेर 함께 음식을 나눕니다 एकअर्कामा चाहिँ सँगसँगै खानाहरू बाँडिन्छ अथवा 함께 음식을 나누어 먹습니다 बाँडेर खाइन्छ यसरी लेख्दा पनि भयो है अनि त्यसपछि 명절에는 오랜만에 가족을 만나서 즐거운 시간을 보낼 수 있어서 좋습니다. भन्छ भनेको चाडपर्वमा चाहिँ लामो समयपछि होइन ओरेनबारे लामो समयपछि खाजुगुल मान्नाछ परिवारलाई भेटेर रमाइलो समय चाहिँ व्यतीत गर्न सकिन्छ अथवा बिताउन सकिन्छ भन्छ त्यसपछि तपाईँहरूले पनि लेख्दाखेरि यसरी लेख्नुलाई हाजिमान अथवा खुरछिमान भनेपछि कुनै पनि भइसकेपछि तर पनि तापनि भनेर त कुनै पनि प्रत्येकमा हुन्छ होइन 하지만 들어본 답변이 준비할 것이 많아서 조금 바쁠 때도 있습니다. भनेको चाडपर्व आइसकेपछि हामी पनि हेर्नु त दसैँ तिहार आयो भने रमाइलो छुट्टै एक ठाउँमा छ तर परिवारको मुख्य व्यक्तिलाई कति एकदम भ्याइ नभ्याइ भएको हुन्छ होइन कम्पनी खोलेको मान्छेलाई त्यस्तै भ्याइ नभ्याइ हुन्छ कुरामा पनि अब सल्लाह लाग्यो भने अब माथि अफिसमा हेर्नु त बोनस तयार गर्नु पर्यो उपहार तयार गर्नु पर्यो फाप्पा हुन्छ नि त होइन काम पनि अब त्यो सलनालभन्दा अगाडि नै भ्याउनु पर्नेछ अथवा चुसकभन्दा अगाडि नै भ्याउनु पर्नेछ भने कति फाप्पा हुन्छ किनकि त्यो अब लङ टाइम बिदा हुन्छ त्यो पनि सब भ्याइसक्नु पर्ने त्यो कारणले के भन्छ भने तर पनि 준비할 것이 भनेको तयारी गर्नुपर्ने कुरा चाहिँ धेरै भएर 조금 바쁠 때도 있습니다. के भन्छ व्यस्तता पनि हुने गर्दछ भन्छ 그래도 तैपनि 한국의 명절 문화를 이해하는 데 도움이 됩니다. भन्छ है तर पनि कोरियाको चाडपर्वको संस्कृति चाहिँ बुझेकोले एकदमै के भएको छ सजिलो छ सहज छ भनेर भन्छ यति कुराहरू है योभन्दा अरू थपगड गरेर पनि तपाईँहरूले लेख्न सक्नुहुन्छ अनि अब यो चाहिँ मेबी लास्ट हो लास्ट हो है यो चाहिँ अब थोल्चान्ची यो थोल्चान्ची बारेमा पनि इम्पोर्टेन्ट छ लेख्नमा पनि सोध्न सक्छ यदि लेख्नेमा भएन भने चाहिँ यो चाहिँ खुसुल सियममा पनि सोध्छ कि महारागी भन्छ नि सोद्धाखेरि थोल्चान्ची भनेको के हो थोल्चान्चीमा गरिने थोल्जाबी भन्छ नि थोल्जाबी हिंसामा के गरिन्छ किन थोल्जाबी गरिन्छ भनेर त्यस्तो टाइपको पनि सोधिराखेको हुन्छ है ल अब यहाँनिर के भन्छ हेर्नु त 돌잔치는 아이가 태어난 지 1년이 되었을 때 하는 한국의 전통 행사입니다. भने पनि हो होइन अथवा 첫 번째 생일입니다 भनेर भन्दा पनि मिल्छ है थोल्चान्ची भनेको चाहिँ के हो भनेपछि बच्चा जन्मेको 1 वर्ष भइसकेपछि है 1 वर्ष भइसक्दाखेरि चाहिँ मनाइने के हो कोरियाको परम्परागत कार्यक्रम हो यो थोल्चान्ची किन मनाइन्छ भन्ने चाहिँ यस्तो हो अरे कि मैले सुनेअनुसार 4वटा ऋतु चाहिँ कोरियामा 한국의 4계절이 뚜렷합니다 भन्छ होइन 4वटा ऋतु 봄, 여름, 가을, 겨울 4वटा ऋतु छ कि अब
यो कारण चाहिँ के हो भनेपछि फोममा पनि त्यति धेरै खानेकुरा नपाइने अरे के है, फोममा पनि त्यति धेरै खानेकुरा नपाइने भयो। यरुम ग्रीष्ममा चाहिँ धेरै त्यो भाइरल रोगहरू चाहिँ धेरै भयो, त्यो रोगहरूबाट बचाउन गाह्रो भएको थियो पहिले के पहिले। अहिले त अब मजाले स्वास्थ्यको विकास भइसक्यो कोरियामा, अहिले सहज छ नि त होइन। त्यसपछि खाउल भयो, खाउलमा पनि केही त्यस्तो खानेकुरा हुँदैन होइन, त्यस्तै छ। अनि त्यसपछि खेउल चिसोबाट पनि बच्चालाई जोगाउन गाह्रो भयो अरे है। भनेपछि अब फोममा पनि गाह्रो नै रहेछ खानेकुरा नभएर होइन। यरुममा अब ग्रीष्मयाममा त विभिन्न प्रकारको भाइरल रोगहरू त्यस्तो टाइपको होइन, विभिन्न रोगहरूबाट बच्चाहरूलाई जन्मेको बच्चालाई जोगाउन गाह्रो भएर। त्यसपछि खाउलमा पनि त्यस्तै खानेकुराहरू चाहिँ केही कुरा चाहिँ फुजेको रहेछ होइन। त्यसपछि खेउल भनेको एकदम कोरियाको चिसो मौसममा त चाहिँ बच्चाहरूलाई जोगाउन गाह्रो छ। यसरी गर्दाखेरि चाहिँ बच्चाहरू चाहिँ 1 वर्ष हुनु अगावै नै मृत्युदर चाहिँ एकदमै धेरै थियो कोरियामा पहिलेको कुरा गर्दैछु है, धेरै थियो। त्यो कारणले गर्दा बच्चा चाहिँ यदि 1 वर्ष बाँचिसक्यो, 1 वर्ष पुग्यो, 1 वर्ष पुग्यो, 1 वर्ष नाग्यो भने चाहिँ ओह मेरो बच्चाले त्यो पार गर्यो कि, 1 वर्ष पार गर्यो। बच्चा जति ठुलो हुँदै गयो रोगसँग लड्ने क्षमता के उसको बढ्दै जान्छ नि त होइन। त्यसपछि खुसी भयो है, कुनै पनि समस्या नआएर है। 문제가 생기지 않고 के भयो 1년이 지났어요. 설렜네요. 그렇게 생각해봐서 होइन, 행복해서 खुसी भएर के गर्ने मनाउने एउटा के हो। त्यो कारणले गर्दा यो थोल छान्जी मनाउने स्टार्ट गरिएको अरे के है। थोल भनेको 1 वर्षको भइहाल्यो, छान्जी भनेको चाहिँ के हो पार्टी भन्ने हुन्छ। त्यो कारणले गर्दा मनाउन सुरुवात गरेको थियो उहिले कोरियामा। अनि यहाँनिर भन्छ 가족과 친척들이 모여서 아이의 건강과 행복을 기원합니다. परिवार र 친척들 भनेको रिलेटिभ्स नातेदारहरू चाहिँ जम्मा भएर बच्चाको के स्वास्थ्य होइन, स्वास्थ्यको चाहिँ स्वास्थ्य र सुखी र समृद्धि भन्छ नि, स्वस्थ र समृद्धि खुसीको लागि के गरिन्छ खियोन हामीदा भनेको कामना गर्ने काम गरिन्छ होइन, विस गर्ने काम गरिन्छ। अनि त्यसपछि थोलचान्चिएसनुन थोलसाङुल छारेको मैले अगाडि पनि भने यो थोलसाङ भनेको के हो, थोल भनेको बच्चा 1 वर्ष भएको भन्ने हो। यो साङ भनेको चाहिँ टेबल हुन्छ भनेर मैले अस्ति लेभल 1को स्टुडेन्टहरूलाई पढाएको थिएँ है। साङ भनेको टेबल हो है। सो कसरी टेबल हो सर? फापसाङ भनेको पनि भात खाने टेबल हुन्छ। अनि अर्को एउटा छारेसाङ पनि भन्छ कि, छारेसाङ एउटा टेबल हुन्छ। त्यो कुरामा चाहिँ अब प्रकृति अनुसार छारेसाङ भनेपछि छारे गर्दा चाहिने विभिन्न चिजहरू यो टेबलमा सजाएर राखेको हुन्छ। त्यो सजाएर राख्नुलाई चाहिँ छारिदा भन्छ है, छारिदा भन्छ कोरियन भाषामा, छारिदा है। यसरी राखेको छ भने यसलाई छारेसाङ भन्यो। फापसाङ भनेको चाहिँ भात खाने टेबल होइन। यहाँनिर के हुने भयो, फाप हुने भयो, अनि यहाँनिर खुक हुने भयो, अनि यर खाजी फान्छान होइन, फान्छान छ, त्यो फापसाङ भयो। थोलसाङ भनेको कस्तो हुन्छ त मेबी र साथीहरू बोल्नुहोस् त, थोलसाङ भनेपछि के होला? यो टेबलमा के हुन्छ होला भन्नु त? धागो पुस्तक कलमहरू भएको होला सर। धागो हुनु होला, धागो छ होला, सिल भन्छ होइन, पुस्तक छेक होला, अनि माइकु होला होइन, अनि त्यसपछि थोन होला होइन, धेरै कुरा हुन्छ। अनि त्यो सँगसँगै अर्को केक पनि होला, किनकि केक त अब अवश्य नै चाहिन्छ होइन। त्यसपछि तक पनि होला। ल त्यति कुरा चाहिँ हुन्छ। ल यसलाई चाहिँ भन्छ थोलसाङ। ओके, 차리고 돌잡이를 합니다 먼저. 돌잡이에서 아이가 잡은 물건에 따라 미래의 직업이나 성역을 예상하기도 합니다. अथवा 추측을 합니다 भनेर पनि भनिसकिन्छ है। 추측하다 भनेको पनि के गर्नु हो, अनुमान गर्नु हो के। 추측을 합니다 भन्ने चाहिँ हुन्छ है। के भनेको चाहिँ थोलजाबीमा चाहिँ ओके ल यहाँनिर के भन्छ भनेपछि थोलजाबीमा चाहिँ बच्चाले समातेको समयको सामान अनुसार चाहिँ उसको मिरे भविष्यमा उनले चाहिँ कुन पेसा गर्छ अथवा उसको चाहिँ व्यवहार कस्तो हुन्छ भन्ने कुरा चाहिँ यसाङ हाकिदो हामीदा अथवा येछुक पनि भन्छ यो कुरालाई चाहिँ है। यो वर्ड चाहिँ जान्नुपर्छ, जानिसकेपछि त पछि तपाईँहरूले लेख्दाखेरि सजिलो हुन्छ। यछुक हादा भन्छ कि
भनेको चाहिँ अनुमान गर्ने काम गरिन्छ। एचुकाता भनेको चाहिँ प्रिडिक्सन गर्ने भन्ने हुन्छ है, गर्ने पनि गरिन्छ भन्छ। त्यसपछि 이런 천동 행사를 통해 가족의 사랑과 한국 문화를 느낄 수 있다고 생각합니다. है यस्तो चाहिँ परम्परागत कार्यक्रमको मार्फतबाट परिवारको माया र कोरियाको संस्कृतिको अनुभव चाहिँ गर्न सकिन्छ भन्ने चाहिँ विचार छ भन्ने कुरा चाहिँ हुन्छ। यसरी चाहिँ फुलको बारेमा चाहिँ यसमा अझै पनि तपाईँहरूले जानेको कुराहरू त्यसरी थप्न सक्नुहुन्छ है। त्यसैमा जस्तो तपाईँहरूले चाहिँ थुल्जाबीमा समाइने कुरा चाहिँ यो समाएपछि यो हुन्छ भन्ने कुरा त्यो टाइपको होइन, त्यो कुराहरू पनि लेख्न सक्नुहुन्छ। ल अब यसलाई चाहिँ हामी चाँडोभन्दा चाँडो सकाउने प्रयास गर्छौँ, त्यसपछि हामी क्वेसनहरू सल्भ गर्छौँ है। 3 नम्बरमा हेर्नुहोस् त, फेङ्का फैन्दु छुङ्यो भन्छ। अब यस्तो लेखाइमा चाहिँ अलिकति राम्रो पोइन्ट लिनलाई चाहिँ के चाहिँ महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ हो कि फेङ्का भनेको मूल्याङ्कन भइहाल्यो, फैन्दु भनेको पोइन्ट भइहाल्यो, महत्त्वपूर्ण छुङ्यो हादा महत्त्वपूर्ण के छ त? 1 नम्बरमा हेर्नुहोस् त, मुन्जाङे छायनसुरौन्गा भनेको लेख्दाखेरि चाहिँ एकदम के जसरी खोला सललल बग्छ नि त, त्यो छायन सुरप्ता भन्छ कि फ्रिडम के स्वतन्त्रता, त्यसरी लेखेको छ कि छैन भन्ने कुरा चाहिँ हेरिन्छ। दोस्रो कुरा मैले योभन्दा अगाडि पनि तपाईँहरूले भनिसकेको छु, खिबोन मुन्बप भन्छ आधारभूत व्याकरण है। जस्तो आधारभूत व्याकरण भन्नाले जस्तो बेसिक व्याकरणमा चाहिँ उन नुन इ गा एस ए त्यसपछि गो अथवा आस अस भन्ने कुरा चाहिँ कसरी लेखेको छ त्यो कुरा समावेश गरेको छ कि छैन भन्ने कुरा, त्यो कुरा पनि हेर्छ। अनि यन्ग्य र भन्छ, मैले यो अगाडि पनि तपाईँलाई धेरैचोटि भनिसकेँ। यन्ग्य र सायङ भनेको यन्ग्यल भनेको जोड्नुहुन्छ, भनेको भाषा, जोड्ने भाषा चाहिँ प्रयोग गरेको छ कि छैन त। जस्तो एउटा वाक्य एन्डिङ हुन्छ, त्यसपछि दोस्रो अर्को वाक्य जोड्नलाई चाहिँ कसरी सकिन्छ? खिरिगो र अनि खिरिएछ, त्यसैले हाजिमान तर पनि भनेर यसरी चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ? वाक्यलाई जोड्न सक्नुहुन्छ। ओके। अनि त्यसपछि यो माछुम बप भन्छ नि, माछुम भनेको चाहिँ लेखाइको स्टाइल चाहिँ मिल्या छ कि छैन त भन्नु भनेको यो जस्तो हेर्नु त, तियोसुगी भन्छ। तियोसुगी भनेको चाहिँ स्पेस दिनुपर्ने, खालि छोड्नुपर्ने ठाउँमा छोडेको छ कि छैन त, त्यो कुरा हो। अब यहाँनिर के भन्छ भनेपछि वानब्यग हाजी आनादो ओके भनेको वानब्यग भनेको चाहिँ पर्फेक्ट हो कि, पर्फेक्ट लेखे त एकदमै राम्रो हो, तर कोरियनलाई चाहिँ राम्रोसँग थाहा छ कि यो विदेशी हो, यसले चाहिँ थाहा छैन भनेर उसले बुझ्छ कि, त्यसैले पर्फेक्ट नै हुनुपर्छ भन्ने चाहिँ छैन कि। वानब्यग हाजी आनन्द ओके है, वानब्यग एकदम राम्रो गर्न सक्यो नि त, त्यो चाहिँ के भयो, छोइगो भइहाल्यो, बेस्ट भइहाल्यो। इफ माने कि वानब्यग अप्सो त खैन्छ ग्रन्थसँग कामिन थ है, ल त्यस्तोसम्म सोच्दा पनि हुन्छ। ओके। अनि खोगुप थान फिरु अप्सुम भन्छ, सर एकदम एडभान्स लेभलको शब्द पो घुसाउनु पर्छ होला है भन्नुहुन्छ नि, त्यो एडभान्स भन्छ नि। खोगुप भनेको एडभान्स लेभलको थान शब्द चाहिँ फिरु अप्सुम आवश्यक छैन कि, साधारण खालको शब्द लेख्नुहोस् तर मिलाएर, ग्रामरहरू मिलाएर, तियोसुगी मिलाएर राम्ररी अगाडि हामीले वनगोजी झाक्सङ बब भनेर सिक्यौँ नि, त्यो तरिकाहरू मिलाएर लेख्नु भने यतिको पनि पोइन्ट आउँछ। अनि सियोन मुन्जाङ छङ्वा कागे भन्छ, सियोन मुन्जाङ भनेको सजिलो वाक्य लेख्नुहोस् नै है, सिम्पल खालको सेन्टेन्स लेख्नुहोस्, तर यो छङ्वा कागे भनेको चाहिँ करेक्टली लेख्नु पऱ्यो कि, करेक्टली लेख्नु पऱ्यो भनेको सही तरिकाले लेख्नु पऱ्यो, निश्चित तरिकाले लेख्न सक्नु पऱ्यो। यसरी लेख्दाखेरि चाहिँ राम्रो पोइन्ट चाहिँ प्राप्त गर्न सकिन्छ है, त्यो भन्न खोजेको। त्यसपछि ल, अनि त्यसपछि यो अन्तिम नम्बरमा हेर्नुहोस् त, 4 नम्बरमा के छ भने चाहिँ हाप्क्यप थिप, पास गर्नको लागि टिप के, थिप भनेको टिआइपी टिप्स। ल टिप्स चाहिँ के छ त, लेभल छाल फादुरियमन। अब राम्रो लेभल लिनु पऱ्यो भने साधन फेङ्का दिनुहुन्छ, लेभल टेस्टको इक्जाम दिनुहुन्छ, राम्रो दानिगे लिनु पऱ्यो भने, राम्रो लेभल लिनु पर्ने के गर्नु पऱ्यो? हान मुन्जाङ हान सेङ्का भनेको एउटा वाक्य अनुसारको चाहिँ एउटा खालको विचार हुनु पऱ्यो के। लामो विचार लेख्दाखेरि यहाँदेखि यहाँदेखि पुऱ्याइसक्यो, अनि यहाँनिर चाहिँ फुल स्टप लेख्नुपर्ने ठाउँसम्म आएको छैन, तर त्यहाँ चाहिँ भन्न चाहेको कुरा चाहिँ स्पष्ट भएन भनेपछि त्यो पनि भएन। बरु छोटो लेख्ने, मिठो लेख्ने भनेको एउटा सेन्टेन्सले एउटा मात्र विचार प्रस्तुत गर्नु पऱ्यो, त्यो भन्न खोजेको। अनि 2 नम्बरमा हेर्नु त, दमु खिल्के सिजी माल्की भनेको चाहिँ एकदम लामो गराएर पनि नलेख्ने रे है, धेरै लामो गराएर पनि नलेख्ने।
ल त्यो भन्न खोजेको। अनि 들려도 끝까지 쓰는 게 중요 भनेको अब हेर्नुहोस् त 10 मिनट टाइम हुन्छ लेख्दै गर्दा लेख्दै गर्दा लेख्दै गर्दा कहीँ कतै मिस्टेक हुनसक्छ मिस्टेक भयो है ओ अब त टाइम सक्यो होला भनेर त्यसरी खिन्जाङ गरेर टेन्सन गरेर म त छोड्दिएँ अब लेख्दै उता खेक्वान्सिक भन्छ अब लिखितमा राम्रो गरेको छु अनि त्यसपछि अब खुसुल पनि राम्रै हुन्छ होला त्यतिले पास भयो त भयो यो चाहिँ म गर्दिनँ योमा नम्बर नआए पनि के भयो भनेर त्यसरी छोड्ने होइन थुल्याउँदो गल्ती भए तापनि 끝까지 भनेको अन्तिमसम्म लेख्नुपर्ने कुरा चाहिँ के हुन्छ महत्त्वपूर्ण लेख्दै गर्दा तपाईँको ग्रामर मिस्टेक होला हुन दिनुहोस् है तर कोठा चाहिँ अन्तिमसम्म फिलअप गर्नुहोस् भर्नुहोस् भनेको है यो पनि एकदम इम्पोर्टेन्ट छ है हेर्दाखेरि सामान्य भए पनि मैले चाहिँ तपाईँहरूलाई राम्रो कुराहरू मात्र सिकाइराखेको छु अनि 연습할 때 소리내서 읽어보기 भनेको अब तपाईँहरूले चाहिँ प्र्याक्टिस गर्नुहुन्छ सेल्फ प्र्याक्टिस गर्दाखेरि चाहिँ अभ्यास गर्दा चाहिँ के गर्नु पर्यो सोरिने서 आवाज निकालेर 읽어보기 पढिहेर्नु पर्यो लेख्ने है के गर्नु पर्यो पहिला चाहिँ सुगी गर्ने सुगी गर्दा गर्दै स्वर निकालेर के पढ्दै लेख्दै 저는 학생입니다 होइन अथवा 회사 생활को बारेमा 저는 아침에 6시 반에 일어납니다. 그리고 아침을 먹고 के गर्नु 회사에 들어갑니다. 회사에 들어가서 칠판을 봅니다. 어떤 게시판을 봅니다. अब के काम छ आजको हेरेर अथवा साथीसँग हिँड्ने भनेको सहकार्य गर्छु त्यो टाइपको मिलाएर त्यसरी लेखिदिनु होला है यसरी लेख्नुभयो भने 5 लेभलसम्म नै काम गर्छ है यो आज पढाएको कुराले चाहिँ 5 लेभलमा पनि सिक्नुपर्ने कुरा यही हो 10:17 है 지금은 10시 17분 지났어요 है अब चाहिँ हामी प्रश्न गर्छौँ ल ओके प्रश्न गर्छौँ अब चाहिँ सिल्चन मोइघोषा भनेर हेर्नुहोस् त अहिलेसम्म चाहिँ अब म एक्टिभ थिएँ अबदेखि चाहिँ एक्टिभ चाहिँ तपाईँहरू हुनु पर्यो तपाईँहरू बोल्नु पर्यो अनि तपाईँहरूले नै जवाब दिनु पर्यो म त अब प्रश्न पढिदिने मात्र हो है तपाईँहरूले एन्सर चाहिँ यो हुन्छ भनेर अब चाहिँ एक्टिभ त तपाईँ हुनुपर्छ किनकि अब चाहिँ हामीले के पढ्छौँ आजसम्म हामीले पढ्यौँ अब चाहिँ थाहा हुन्छ कि कस्तो कस्तो प्रकृतिको प्रश्न सोध्छ त साजन पेङ्गामा त्यो भन्ने कुरा पनि थाहा हुन्छ र प्रश्न सल्भ गर्ने भनेको अब तपाईँहरूले हो ओके रेडी हुनुहुन्छ त रेडी छ सर ल ओके अब एक्टिभ भएर जोसको साथ जवाब दिनु पर्यो है ल ओके सुरुवात गरिहालौँ ओके 제1회 실전 모의고사 भन्छ होइन ल 1에서 2번 다음 질문에 답하시오 भन्छ 1देखि 2सम्म चाहिँ तलको प्रश्नको जवाब दिनुहोस् भने यस्तो सजिलो सोधेको हुनुहुन्छ यहाँनिर लाइभमा हाम्रो मनिष सर हुनुहुन्छ कि हुनुहुन्न एकचोटि म उहाँको स्वर सुन्न चाहेँ मनिष सर हुनुहुन्छ हुनुहुन्न हुनुहुन्छ हुनुहुन्छ या हुनुहुन्न बोल्नुहोस् त मनिष शिवाकोटी बोल्नु भएन 여기 있으세요? 아니면 없으세요? हुनुहुन्छ बोल्नु भएन है जहाँसम्म मलाई हुनुहुन्छ जस्तो लाग्यो या हुनुहुँदैन ल ठिक छ ल जसले भए पनि सबैजनाले अब माइक अहिले अनम्युटै गरिदिनु होला अनि एन्सर भन्नुहोस् है सजिलो छ नि त सुरुमा सजिलो नि सोध्छ कि त्यसैले अब चाहिँ मिल्छ भने जनवरी 10मा दिनुहोस् हुँदैन भने अब फेब्रुअरीमा दिनुहोस् राम्रो लेभल लिनु होला त्यही शुभकामना छ मेरो ओके 이것은 뭐예요? ल एन्सर भन्नुहोस् त 1번, 2번, 3번, 4번 시계. यो त सिगे भइहाल्यो हेर्नु त कति सजिलो छ खाबाङ पनि होइन छेक्साङ पनि होइन फिल्दङ पनि होइन सिगे भइहाल्यो ल ओके 2 नम्बर 다음 땡땡에 들어갈 로 말로 넘버 3 को 집에서 학교까지 버스로 30분 정도 걸려요 अब यो रो उरो कसरी लाग्छ भनेपछि 명사 प्लस रो हुन्छ होइन भाङयाङ देखाउनु पर्यो भने है भाङयाङ भन्छ दिशा देखाउनु पर्यो भने अथवा इयु भन्छ कारण देखाउनु पर्यो भने अथवा कुनै पनि सुदान तरिका देखाउनु पर्यो कि जस्तो होइन पसुरो भनेको एउटा सुदान हो नि त होइन त्यसरी भन्दाखेरि यो प्रयोग हुन्छ ल ओके कति सजिलो सोध्ने रहेछ अब 3 नम्बरमा हेर्नुहोस् है ल
싸움에서 4번 다음 보기를 참고하여 밑줄진 부분과 의미가 반대는 소리. 반대구라 봤다라고 하는 거예요. 방에 컴퓨터가 있어요. 아니요? 있어요. 그게 없어요. 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 요즘 없어요. 보기요. 보기라 예래로 띠 넘버 싫어요. 의미 나온다. 싫어요. 커피를 좋아해요? 아니요. 커피를 싫어요. 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 어. 아니면 마시다 비는 오이너, 바라요 비는 오이너, 기다려 비는 싫어해요. 알린다. 네. 오케이. 비싸요. 오케이, 어버. 비싸요. 4넘버만. 비싸요. 아니면 시장에 사과가 싸요? 아니요. 사과가 비싸요. 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 ल, ओके धेरै हामी छलफलै गर्दैनौँ है किन सजिलो छ नि त ल 5에서 6번 다음에 들어갈 가장 알맞은 것을 두통약. 고르세요. 열이 나면 땡땡을 드세요. के हुन्छ 해열제, 두통약. 두통약, 소화제, 소독약. 두통약. हेयलजे के होला भन्नुहोस् त 두통약. 예알제. 해열제. एक नम्बर नम्बर होला औषधि। ल अब म यसलाई क्लियर गरिदिन्छु है क्लियर गरिदिनु पर्छ हेयलजे भनेको के हो भनेपछि ज्वरोको औषध। एकछिन है यस्तो गरौँ हेयलजे भनेको चाहिँ ल 두통약. हेयलजे भनेको 열이 나면 नाल ते 먹는 약 हो कि ज्वरो आयो भने खाने औषधि भनेको चाहिँ के हो हेयलजे नै हो यसको एन्सर के हुन्छ हेयलजे हुन्छ थुतेङ्याक भनेको चाहिँ मरिगा दाँत। आफुल्ते मरिगा आफुल्ते यदि टाउको दुखेको बेला खानु छ भने त्यति बेला चाहिँ के गर्नुपर्छ थुतुङ्या खानुपर्छ सुहाजे भनेको चाहिँ सुहागा आन्दोलते कि होइन पाचक भनेको सुहाजे भनेको त पेट अलिक गडबडी भयो कुनै पनि पचेको छैन त्यो सोदुग्याक भनेको चाहिँ कीटनाशक औषधि हुन्छ जस्तो खाम्यम भन्छ खाम्यम भनेको चाहिँ सरुवा रोग हाल्छ होइन अनि त्यस्तो खालको सरुवा रोगहरूलाई चाहिँ रोकथाम गर्नलाई त्यो चाहिँ सोदुग्याक भन्छ है ल अब बुझ्नुभयो त यरिनाम्यन हेएलजेहरू थुसेयो ओके अब 6 नम्बरमा हेरौँ त 6 नम्बरको के हुन्छ 고향에서 본인 소포가 땡땡을 도착하지 않아서 기다리고 있어요. 아직. आजिक भन्ने भयो 아직 हुन्छ है अझै पनि 도착하지 아임. 않아서 기다리고 있어요. waiting the rest. खै लगभग भ्याल्यो इमी भनेको पहिले नि अहिले भ्याल्यो नै फल्स पहिले नि भ्याल्यो होइन अहिले नै। आजिक भनेको अझै पनि भन्ने हुन्छ ल खै भनेको लगभग भ्याल्यो इमी र फल्सको बिचमा फरक थाहा छ तपाईँहरूलाई खै भनेको खासै पनि हुनु सर अगाडि इमी- जस्तै। यो कस्तो हो भनेपछि खै इमी अप्स भने भन्न खासै छैन भने इमी भनेको चाहिँ अगाडि नै भन्ने भयो पहिले नै भन्ने भयो यो फल्स पनि पहिले नै अगाडि नै हो अचानक जस्तो। तर अचानक के जस्तो तपाईँलाई कुनै पनि काम दिएको थियो जस्तो तपाईँलाई काम चाहिँ यो काम चाहिँ तपाईँ अहिले 9 बजिरहेको छ 10 बजेतिर सक्नुहोस् है भन्यो तर तपाईँ चाहिँ 9:30 मा चाहिँ फान्जाङ हेर्दाखेरि चाहिँ तपाईँले सकिसक्नु भएको छ कि अनि फल्स गुन्नासयो भनेको यति चाँडै पहिले नै सघाउनु भयो भनेर यस्तो भन्दाखेरि चाहिँ फल्स भन्ने चाहिँ लाग्छ है अगाडि नै सकिसक्यो भने चाहिँ इमी कुन्नासयो यस्तो भन्ने चाहिँ हुन्छ यसको बारेमा पनि डिटेल हामी फेरि पछि पढौँला है ओके ल 7 नम्बरमा हेर्नु त 대학교를 졸업하면 뭐 할 거예요? 대학교를 졸업한 후에 대학원에 땡땡 거예요. के हुन्छ इभाग हाल गयो सुरु गर्नुभन्दा अगाडि इभाग गर्नु पर्यो ल यो फान्दै गराउने रहेछ होइन यस्तो फान्ने भनेको चाहिँ 미추진 부분과 의미가 반대인 것을 अपोजिट गराउने भनेको छ होइन 졸업 गरिसकेको त के भन्नु 대학원에 입학 गर्नु पर्यो होइन ल त्यसपछि 8 नम्बरमा हेर्नु त 8 को एन्सर भन्नु ल छागौन नम्बर 2 यो छागाउन हुने भयो फान्दै भइसक्यो पछाडि 따뜻한 커피를 들일까요? भन्छ 아니요 반대 भने चाहिँ के हुन्छ 따뜻한को के हुन्छ छागाउन भने खपिरो 차갑다 भन्छ 차가운 커피로 주시오 भन्ने भन्यो 9को ल पढेर मलाई एन्सर दिनु त 9को 저는 병원에 가서 건강 땡원에 기록을 가서 받았어요. 병원 छ 건강 검진을 받다 कहाँबाट हो 병원बाट 병원बाट. त अब अरुणी हुन्छ थामुना सेन त अरुणी भ्याल्यो छिरिपु गोइगुन निन्छौँ अरुणी भ्याल्यो ल फेङ्गन नै हुन्छ है ओके अब 10 नम्बरमा हेर्नुहोस् त 고향에 계신 아버지가 아프셔서 하루 종일 के हुन्छ
행복했어요, 조용했어요, 피곤했어요, 우울했어요. उल्लेस उल्लेसयो दुखित हुनु है च्याट हुनु स्याड हुनु भनेपछि खोयाङ एकैछिन आवाजीको आफू जस्तो हारू छुङ्गिल उलेस नि हुन्छ ओके 11 मा हेर्नुहोस् त यो उफ्यारो फुतिसेयो 11 मा के हुन्छ ल फुतिसे요 편지 봉투에 우표를 찍으세요, 보내세요, 붙이세요, पुचिसेयो 넣으세요. टास्नु पुचिसेयो 붙이세요. भन्ने टाँस्नुहोस् भन्ने हुन्छ है टाँस्नुहोस् भन्ने हुन्छ 붙이세요 भन्ने हुन्छ ल ओके अब 12 मा हेर्नुहोस् त 한국 생활에 익숙해지니 땡땡도 생겼습니다. 자신감, 무력함, तासिनगम कन्फिडेन्स मैले यो लास्ट टाइम भनेको थिएँ तपाईँहरूलाई भने या मैले अर्को कुन क्लासमा भने अर्को लेभल 1 को क्लासमा भने होला ल 한국 생활에 익숙해지니 कोरियाको जनजीवनमा चाहिँ के भन्छ बानी पर्दै गएपछि के भन्छ 자신감 भनेको कन्फिडेन्स चाहिँ देखा पर्यो के 자신감을 생겼습니다. आत्मविश्वास चाहिँ कन्फिडेन्स भन्छ नेपालीमा चाहिँ आत्मविश्वास चाहिँ देखा पर्यो भन्छ 자신감 नै हुन्छ है मुरे मुर्यकहाम भनेको चाहिँ यो हेल्पलेसनेस भन्ने टाइपको असहायपन भन्ने टाइपको हुन्छ वेरोम भनेको त एक्लोपना भइहाल्यो सेङ्सो हाम भनेको चाहिँ नयाँ नौलोपन भन्ने चाहिँ हुन्छ फेरि है छासिनगाम भन्ने नि मिल्छ यसमा चाहिँ ओके अब 13 नम्बरमा हेर्नुहोस् त 십삼에서 14번 다음 보기를 참고하여 밑줄진 부분과 의미가 비슷한 것을 अगाडि चाहिँ हामीले फान्देहान गरिरहेको थियौँ अब चाहिँ 비슷한 것을 चाहिँ छान्नु पर्यो उस्तै अर्थ दिने जस्तो 정원이 진짜 예쁘네요. 예쁘다고 चाहिँ 내 어머니께서 정원을 되게 만드셨어요. 아름답게 होइन 어색하다 맛있게 भन्छ 귀엽게 भन्छ 아름답다 नै हुन्छ है ल ओके यो चाहिँ फोगी थियो अब 13 नम्बरको गर्नु पर्यो तपाईले ल 13 नम्बरको क्वेशन पढ्नुस् त एकजनाले मैले नाम लिनुपर्छ कि म पढ्छु भनेर आउनुहुन्छ एकजना ल मैले कसलाई पढ्न लगाम भनेपछि ल भूपाल मगर हिजो जोडिनु भएको हाम्रो साथी थियो भूपाल सर हजुर आउनु त ल 13 नम्बरको प्रश्न पढ्नुस् त सर 소중한 우리의 문화 유산을 잘 보존하여 다음 यो सानो अक्षर भएर राम्रोसँग देखिएन पो सर अहिले देख्नुभयो हजुर हजुर ल पढ्नुस् त 소중한 우리의 문화 유산을 잘 보존하여 다음 세대에게 물려줘야 합니다. 예, 맞습니다. 우리는 다음 세대에게 역사적으로 가져가 오는 문화유산을 땡땡 할 의무가 있습니다. के हुन्छ त 1 नम्बर हुन्छ कि 2 नम्बर हुन्छ कि 3 नम्बर हुन्छ कि 4 नम्बर हुन्छ 답변 해주세요. यो छनसुङ नै हुन्छ होला सर samsung हस्तान्तरण त्यो हस्तान्तरण गर्ने टाइपको हुन्छ कि अब यहाँनिर हेर्नुहोस् है सोजुङहान उरिए मुना युसान हुन् है सोजुङहान भनेको महत्त्वपूर्ण उरिए हाम्रो चाहिँ मुना युसान भनेको सांस्कृतिक सम्पदालाई चाहिँ छाल राम्ररी फोजनाय संरक्षण गरेर थाम सेदे भनेको चाहिँ अर्को पुस्ता अर्को जेनेरेसनलाई चाहिँ मूल्य छोया हामीले भनेको यो पनि हस्तान्तरण गर्नु नै हो कि मूल्य छुदा भनेको नि उत्तराधिकार दिनु के जस्तो म एउटा बुवा भए मेरो छोरालाई चाहिँ मेरो शेषपछि या म नहुँदा हुँदै पनि ल अब चाहिँ तैँले गर्नुपर्छ है मैले सबै तँलाई दिएँ भनेर त्यो पनि एउटा हस्तान्तरण नै हो त्यो खाले दिनु ल मूल्य छुदाको फिस्तानमा चाहिँ छन्सुङ आधा हुन्छ एन्सर चाहिँ छन्सुङ आधा नै हुन्छ है अनि त्यसपछि भन्छ उरिनुन थाम सेदेगे हामीले चाहिँ अर्को जेनेरेसनलाई चाहिँ यक्सा चगुरो भनेको चाहिँ ऐतिहासिक रूपमा खाचिगाइन भनेको मूल्य मान्यता भएको मुना युसानहरू सांस्कृतिक सम्पदालाई चाहिँ तेङतेङ हाल उइमुगा स्मृता भनेको चाहिँ छन्सुङ हाल भनेको चाहिँ हस्तान्तरण गर्ने चाहिँ के छ उइमुगा स्मृता भनेको उइमु भनेको कर्तव्य छ भन्न खोजेको है उइमु भनेको एउटा अनिवार्य भन्ने पनि हुन्छ एउटा चाहिँ कर्तव्य भन्ने पनि हुन्छ ड्युटिज भन्छ इङ्ग्लिसमा चाहिँ त्यो भन्ने हुन्छ त्यो कारणले गर्दा एन्सर चाहिँ कति हुने भयो 1 नम्बर नै हुन्छ है 13 को ल अब छन् के भन्नुभयो छन्सुङ या भने के पो भन्नुभयो
छन्सुङ हादा भनेको हस्तान्तरण गर्नु, परम्परालाई हस्तान्तरण गर्नुले के है। जस्तो मतलब 2 3 4 को पनि मिनिङ भन्दैन। ल छन्सुङ हादा भनेको चाहिँ हस्तान्तरण गर्नुहुन्छ, छिजङ हादा भनेको चाहिँ तोक्नु भइहाल्यो होइन, थाम्बाङ हादा भनेको भ्रमण गर्नुहुन्छ, इन्जङ हादा भनेको चाहिँ स्वीकार गर्नु भन्ने हुन्छ। फेरि बुझ्नुभयो? छन्सुङ हादा भनेको परम्परा हस्तान्तरण गर्नु। जस्तो मेरो बुवाले चाहिँ डोको बुन्न सक्नुहुन्थ्यो भने त्यो कुरा चाहिँ मलाई सिकाउनु भयो, त्यो पनि एउटा परम्परागत हस्तान्तरण हो नि त त्यो। अथवा हाम्रो मगरमा चाहिँ एउटा नाच नृत्य जुन एउटा नाच हुन्छ त्यो कुरा चाहिँ त्यो पछिल्लो पिँढीलाई चाहिँ पुस्तान्तरण गर्यो भने त्यही कुरालाई भन्छ छन्सुङ हादा है, अथवा मूल्य छुदा एउटै कुरा भयो। अनि छिजङ हादा भनेको चाहिँ तोकिनु भइहाल्यो, थाम्बाङ हादा भनेको भ्रमण गर्नु है। 자기가 있는 저기 있는 지역에 가서 경험을 하는 거는 바로 탐망하다라고 말합니다. भनेको कस्तो भनेपछि जस्तो कुनै पनि जस्तो सुवनमा भएको सुवन भाषण भइहाल्यो, अथवा सौलमा भएको जुनसुकै कुनै पनि एउटा दरबार छ, त्यही गएर त्यही चाहिँ तपाईँले त्यही गएर अनुभव गर्नुहुन्छ भने त्यही कुरालाई थाम्बाङ हादा भन्छ। नेपालीमा फ्याक्ट भन्नुपर्दा चाहिँ भ्रमण गर्नु भन्ने हुन्छ। इन्जङ हादा भनेको चाहिँ स्वीकार गर्नु, एक्सेप्ट भन्छ नि इङ्ग्लिसमा, त्यो चाहिँ हुन्छ। ल ओके, अब हामी 14 नम्बरको हेर्छौँ है। ल 14 नम्बरको अब एकजना पढ्न आउनुहोस् त। ल म नाम बोलाउँछु। ल एकजना सबै अब मोबाइलबाट हुनुहुन्छ, मनिष भन्ने नाम छ। मनिष को हुनुहुन्छ? दाइ हुनुहुन्छ या अरू मान्छे हुनुहुन्छ? उहाँ आउनु, यदि उहाँ हुनुहुँदैन भने अर्को एकजना कसलाई बोलाऊँ भने रमेश ढकाल सर। रमेश ढकाल सर माइक अनम्युट गर्नुहोस् त। सुन्नु भएन। गणेश छेत्री, माइक अनम्युट गर्न नजान्नु भएको कि के हो? ल रेग्मी विदुर सरलाई सोधेँ त, उहाँको माइक नै अनम्युट छ रहेछ, उहाँलाई नै सोधेँ मैले। ल सुन्नु भएको छ सर? हजुर हजुर ओके सर। ल 14 नम्बरको पढ्नुहोस् त।14번 문제를 읽고 답변을 해주세요. 대답해 주세요. 네. 오케이. 가는 요즘 실내기 자꾸 떨어지고 있어요. 나 चाहिँ 스마트폰을 지나치게 많이 사용하면 실내기 डट 수 있어요. 실력 होइन है, 시력 भन्छ। सिरेक हुन्छ? सि력। ओके, हेर्नु त, ल छ र त्यहाँ ल छैन नि है। ल यसको एन्सर के हुन्छ त भन्नु त? यो त आएन सर। अर्को कसलाई थाहा छ यसको एन्सर? ल भन्नु त। 떨어지다. 3 नम्बर हुन्छ हुन सर। सक्छ सर। 3 कति होला यसको एन्सर? ल गेस त गर्नु, भन्नु न। 3 यो 2 नम्बर होला सर। सर यो अलिकति 2 नम्बर। एकजना छहाथेल सुइसयो भन्ने हो कि जस्तो एकजनाले 3 नम्बर भन्नुभयो, एकजना 2 नम्बर। ल अर्को अरूजनाले बोल्नु, साथीहरू 26 जना हुनुहुन्छ त। तपाईँहरूले हेर्नु भएको छैन प्रश्न? या मोबाइललाई चाहिँ एक कुनामा राखिदिएर तपाईँ अर्को कुनामा जानु भएको छ? अलिकति एक्टिभ भएर बोल्नु पऱ्यो कि, तपाईँहरूले पनि जवाफ दिनु पऱ्यो। खै सर तलतिरको त्यो 4वटाको मिनिङै आएन। ल अब म भनिदिन्छु है, हेर्नुहोस् त। ल यहाँनिर हेर्नुहोस् है, खा र नाको कुरा छ। यहाँनिर हेर्नुहोस्, 요즘 시력이 자꾸 떨어지고 있어요 भन्छ। 요즘 आजभोलि हो। सिर्यक भनेको चाहिँ के हुन्छ भनेपछि दृष्टिकोण, के आँखाको दृष्टि भन्ने हुन्छ नि, बुझ्नु भएको छ? आँखाको दृष्टिलाई चाहिँ सिर्यक भन्छ, कि दृष्टिको शक्ति है, दृष्टि शक्ति भन्छ। आजभोलि चाहिँ दृष्टि शक्ति छाक्कु भनेको घरिघरि चाहिँ तरजिगो इस्यो भनेको चाहिँ घटिरहेको छ, तरजिदा भनेको चाहिँ घटिरहेको छ भनिसकेपछि नाले के भन्छ भने चाहिँ स्मार्टफोन भने चाहिँ स्मार्टफोन चाहिँ छिनाचिए भनेको चाहिँ अत्यधिक रूपमा मानी धेरै चाहिँ सायुङ हामेन प्रयोग गर्यो भने चाहिँ सिर्यक भनेको आँखाको दृष्टि शक्ति चाहिँ तेङ सु इस्यो घट्न सक्छ भन्छ। तरजिदा भनेको चाहिँ घट्नु हो,
त्यो घट्नुलाई छहादा पनि भन्छ क्या, छहादा भनेको पनि घट्नु हो है। गो भनेको हाई हुन्छ, छ भनेको लो हुन्छ भनेर यति त जान्नु भएको छ नि होइन? हो, थाहा छ नि त? हो। गो भनेको हाई हुन्छ, छ भनेको लो हो है। त्यो कारणले छहादा भनेको चाहिँ फेरि के हुन्छ, घट्नु भन्ने हुन्छ। त्यसैले छहा 2 दोइल नम्बर छिसयो हुन्छ भनेको घट्न सक्छ भन्ने, त्यो कारणले गर्दा एन्सर चाहिँ के हुन्छ, 2 नम्बर हुन्छ। ल अब 1 नम्बर त्यो थान्चल थोइल भन्छ, थान्चल थोइदा भनेको चाहिँ के हुन्छ भनेपछि विच्छेद हुनु भन्ने हुन्छ होइन, विच्छेद हुनु भन्ने हुन्छ। अनि छहादा भनेको चाहिँ घट्नु भाल्यो, घट्नु अथवा कमजोर हुनु भन्ने हुन्छ है। छहादा भनेको घट्नु अथवा कमजोर हुनु, आँखा कमजोर हुनु पनि भन्छ, अथवा मेरो आँखाको दृष्टि चाहिँ घट्यो है भन्छ, त्यो कुरा पनि हुन्छ। आग्योङ थोइल भन्छ, आग्योङ थोइदा भनेको चाहिँ दुरुपयोग हुनु के, आग्योङ थोइदा भनेको दुरुपयोग हुनुहुन्छ। युचुल थोइदा भनेको त यो मिनिङ सायद तपाईँलाई थाहा छ, चुहावट हुनु है। युचुल थोइदा भनेको चुहावट हुनु भनेको लिक हुनु के, जस्तो हाम्रो डकुमेन्टहरू पर्सनल डकुमेन्ट होला त्यो खालको विवरणहरू चाहिँ लिक हुनु, त्यसलाई भन्छ युचुल थोइदा, अथवा ग्यास लिक हुनु भन्छ नि, खासुका युचुल थोइल इस्सहरू नुचुल थोइदा नुचुल थोइदा। ल सरी ग्यास चाहिँ नुचुल थोइदा हुन्छ, अनि हाम्रो सोसिक पर्सनल डकुमेन्ट हुन्छ नि त्यो चाहिँ युचुल थोइदा हुन्छ है, त्यति कुरा बुझिदिनु होला। ओके ल सिबोएस इसिब इवन थाम थेवाए थुरकाल खाजाङ आलमाजुन गर्छुल, मिल्ने कुरा चाहिँ छान्नुहोस् भनेर भन्छ। ल 15 नम्बरमा हेर्नुहोस् त, 이번 주말에 뭐해요? 진거하고 바다에서 수영하세요. 수영했어요. 수영할 거예요. 거예요. 수영하지 마세요. 수영- के हुन्छ? हल्कयो 수영 भनेको हल्कयो। सर, तिनको। सोयाङ हल्कयो, ल सोयाङ हल्कयो। सम्बन तिनको बाधा에서 수영을 거예요. अब यो फ्युचरको कुरा सोधेको छ नि त होइन, इभन छुमारे यो सप्ताहन्तमा मोहे के गर्नुहुन्छ भनेर सोधेको छ नि त होइन। छिङ्गाको फादाएछ सुयङ हाँसियो गर्नुहोस्, अब के गर्नुहुन्छ भनेर सोधेको छ, गर्नुहोस्, यो अफकोर्स हुने भएन। सुयङ हेस्यो गरे भन्छ, के गर्नुहुन्छ भनेर सोध्दा गरे भन्ने भइहाल्यो, गर्ने छु भनेर यो एन्सर भइहाल्यो। सुयङ हाजी मासियो भनेपछि गर्नुहोस् र नगर्नुहोस्को कुरा आएको छैन कि, मो के गर्नुहुन्छ भन्ने कारणले गर्दा छङ्दाबुन साम्बनिमिदा एन्सर चाहिँ कति हुने भयो, 3 नम्बर हुन्छ। 16 को ल सजिलो छ, 16 को मैले विदुर सरको भइसक्यो है, अब अर्को एकजनालाई सोध्छु। ल कसले भन्नुहुन्छ, मछु सर भन्ने कुनै हुनुहुन्न, अलिकति एक्टिभ मान्छे, मोहम्मद सरलाई मैले मोहम्मद सरलाई सोधिसकेँ मैले। सर हजुर यो 1 नम्बरको हुन्छ सर। मैले को बोलिराख्नु भएको छ अहिले, दोर्जी सर बोल्नु भएको कि मोहम्मद मोहम्मद? ल हजुर, ल मोहम्मद सरलाई नि सोधेँ मैले। ल हजुरले प्रश्न पढिसक्नु भएको छ, ल 16 को पढ्नुहोस् त, पढेर एन्सर दिनु त। ल अदिए खायो थोनुल च्याङ उनेहेङे खायो भनेपछि 1 नम्बर छन् वान्जन हारा। हदिए खायो कहाँ जानुहुन्छ भने होइन, थोनुल उनेङे खायो पैसा अनि ब्याङ्कमा। अब के हुन्छ त, वान्जन हार, वान्जन हेस, वान्जन हेया, वान्जन हामियन। सुरुमा वान्जन हादा भनेको के हुन्छ, एक्सचेन्ज गर्नु होइन, सर्टै गर्नु त, त्यसैले वान्जन हारा नै हुन्छ है। वान्जन हेस हुँदैन, वान्जन हेया हुँदैन, वान्जन हामियन हुँदैन, 16 को 1 नम्बर नै हुन्छ है। हजुर र उ र आयो भने यो पनि एउटा मैले टिप्स जस्तो दिन्छु, इदोङ थोङ्सा हुन्छ पछाडि। र यो पेन कता गयो त, र अथवा र आयो भने त्यसको पछाडि चाहिँ के हुन्छ, खादा ओदा हानिदा हुन्छ कि। इदोङ थोङ्सा इदोङ थोङ्सा भन्छ, चलायमान क्रिया हो नि त होइन। इदोङ थोङ्सा भनेको चाहिँ चलायमान क्रिया हो भनेको, खादा भनेको हिँड्नु पनि त्यो चलायमान भयो नि त, ओदा आउनु, थानिदा भनेको वात्ता खात्ता गर्नु, ओहोर दोहोर गर्नु, उनेङ्गे खायो भनेको छ कि छैन, त्यसैले वान्जन हार। ल त्यसैले पनि बुझ्नुहोस् होइन, एन्सर मिलाउनु भयो, त्यो नै ठुलो कुरा हो। ल एकदम राम्रो। ओके 17 नम्बरको अगाडि नआएको मान्छेले ल सर म आउँछु नि त, मलाई पनि पालो दिनु भनेर आएर पढेर एन्सर भन्नुहोस्। ल साथीहरू यसरी आउनुहुन्न सर, हामीले पढ्छौँ। ल तपाईँले पनि पढ्नुहोस् है। ल साथीहरू किन चाहिँ एक्टिभ नहुनु भएको होला, ल पढ्नु त तपाईँहरू। ल हाङ्गुक सेङ्गारुन अत्ते हो नाले चाहिँ सोगुम डट डट छेमिसयो। के हुन्छ, हिमदुल्गो हुन्छ कि नम्बर 4 को हिमदुल्गे हुन्छ कि हिमदुल्म्यान हुन्छ कि हिमदुल्दै हुन्छ। एन्सर चाहिँ यसको कति हुन्छ भने 4 नम्बर हुन्छ है। हाङ्गुक सेङ्गारुन अत्ते कोरियाको जनजीवन कस्तो छ भन्छ, चुकुम हिमदुन्दे हिमदयो हिमदु रह्यो खुरन्दे होइन,
गाह्रो छ तर पनि के छ छिमिसय रमाइलो छ हो त्यो कारणले गर्दा एन्सर चाहिँ 4 नम्बर नै हुन्छ 18 को मिल पढ्नु त ल सर्वजित कविता 했어요? 아직이요. 만다 이투라마만 파 डट हाल्के हो फासा हाल्के हो फोल्ते हाल्के हो होगी छने हाल्के हो फोन्दाउमे हाल्के हो फोन्दाउमे हाल्के हो चार ल एन्सर कति हुन्छ भन्नुहोस् त सबैजनाले चार चारको हुन्छ। हुनुभयो क्या सर 4 नै हुन्छ हो सल्गजीका थाहा छ भाडा मान्ने काम सबै गर्नुभयो भन्छ आज के हो भनेको अझै अझै पनि। गरेको छैन अझै बाँकी नै छ यो थुरामा मान यो ड्रामा मान अथवा यो सिरियल मान थाहा सबै चाहिँ फोन थाहामे हेरिसकेपछि यो गर्छु कि यो गर्छु भन्ने कुरा होइन त्यसमा चाहिँ न्यून थाहा भन्ने कुरा हामीलाई त फोन थाहामे खालको यो गरिसकेपछि अथवा यो हेरिसकेपछि चाहिँ गर्नेछु भन्ने कुरा बोल्ला ओके 19 को पढ्नुहोस् त ल 19 को 만다테 신분증이 있어야 돼요. 운행에서 통장을 만들고 싶어요. 무엇을 필요해요? 통장을 신분증. 만들 때 3 넘버को हुन्छ। 신분증이 डट 3 넘बर 있어야 있을 거예요. 있기로 해요. 있어야 해요. 있을 수 있어요. 있어야 해요. भन्ने भयो। 있어야 해요। 3 को 3 नै हुन्छ है हुनेगे서 통장을 만들고 싶어요 ब्याङ्कमा चाहिँ पासबुक बनाउन चाहन्छु मोसी फिर्यो के आवश्यक छ भने चाहिँ 통장을 만들दै बनाउँदाखेरि चाहिँ 신분증이 आइडी कार्ड चाहिँ 있어야 해요 अथवा 있어야 돼요 पनि हुन्छ हैन तर त्यहाँ 돼요 त छैन हुनुपर्छ यो कुरा चाहिँ हुनुपर्छ अनिवार्य हुनुपर्छ भन्ने कुरा चाहिँ यो हुन्छ 있을 거예요 있기로 해요 सुन्न साम भन्ने हुन्छ है गुड एकदम राम्रो गर्नुभएको छ ल अब 20 को हेर्नु त 비빔밥을 먹어본 적이 있어요? 비빔밥을 먹어본 적이 있어요? 네. 전에게 먹어봤어요. 전주로 여행을 갔을 때 넘버 전주로 4 को 여행 갔을 때 먹어봤어요. 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 먹고 싶어요. 먹을 것 같아요. 먹어봤어요. 뭐였어요? नम्बर 1 को हुन्छ खाएको थियो 20 नम्बरमा के भन्छ 비빔밥을 먹어본 적이 있어요? 비빔밥을 खाएको अनुभव छ भनेर सोध्छु होइन ने हजुर छ भनिसक्यो होइन 작년에 गत वर्षमा छन्जुरो 여행을 갔을 때 छन्जुतिर भ्रमण गएको बेला 먹어봤어요 खाइहेरेको थिएँ कति मिल्यो होइन 먹어도 돼요 खाए पनि हुन्छ अरे 먹고 싶어요 अनि 먹을 것 같아요 1 नम्बर नै हुन्छ है ल ओके त्यसपछि अब कति 21 नम्बरमा आयो है ल 21 को पढ्नु ल यो 꿈이 뭐예요? 통역사예요. 통역사예요. 한국어로 열심히 한국어를 잘하고 싶어요. 공부해서 한국어를 잘하고 싶어요. 한국 사람이나 한국 한국 사람밖에 만큼 3 नम्बरको साराम 한국 치고. 사람 같은 많고 사람 치고 사람 먼저 알아. 소리 이제 뭐래 그러면 사러기 지구 지구 के हुन्छ 1 2 3 4 कुन होला 4 नम्बर हुन्छ होला सर 사러기 अब हेर्नुहोस् है कुमी मोयो भन्छ तपाईँको ड्रिम चाहिँ के हो भनेर सोध्छ होइन 통역사예요 दोभाषी हो 열심히 한국어를 공부해서 미연사 कोरियन भाषा चाहिँ अध्ययन गरेर डडडड 한국어를 잘하고 싶어요 डडड चाहिँ कोरियन भाषा चाहिँ राम्ररी गर्न चाहन्छु भन्छ 한국 사람이나 कोरियन मान्छे वा भन्ने हुन्छ कोरियन भए पनि भन्ने कुरा हो है 한국 사람이나 कोरियन भए पनि भन्न खोजेको 한국 사람 밖에 भनेको चाहिँ कोरियन मान्छे बाहेक भन्ने कुरा चाहिँ 한국 사람만큼 भनेको कोरियन व्यक्ति जस्तै कोरियन जत्तिकै भन्ने हुन्छ 한국 नम्बरकै 사람 हुन्छ। छिगो भनेपछि चाहिँ कोरियन मध्ये पनि भन्ने टाइपको हुन्छ एन्सर चाहिँ 3 हुन्छ है कन्फ्युज नहुनुहोस् ड्रिम चाहिँ के हो भनेपछि मेरो चाहिँ दोभाषी भन्ने हो 열심히 미연사 चाहिँ अध्ययन गरेर 한국어를 공부해서 कोरियन भाषा चाहिँ अध्ययन गरेर 한국 사람만큼 भनेको कोरियन व्यक्तिले जत्तिकै होइन अथवा कोरियन मान्छेले जत्तिकै चाहिँ 한국어를 कोरियन भाषा चाहिँ 잘하고 싶어요 राम्रो गर्न चाहन्छु भन्दाखेरि चाहिँ यो हुन्छ यो 한국 사람 치고 भनेको चाहिँ कस्तो भने चाहिँ कोरियन माध्यममा मान्छेमा पनि अथवा कोरियन मध्यमा पनि जस्तो 한국 사람 치고 김치를 못 먹는 사람은 없어요. यो मैले हिजो भनेको थिएँ कोरियन मान्छेहरूमा पनि हैन किम्ची चाहिँ नखाने मान्छे चाहिँ हुँदैन भनेको
भनेको अपवाद भएर पनि अपवाद छ भन्ने कुरा चाहिँ हुन्छ, त्यसैले यसमा कन्फ्युज नहोला, 3 नम्बर नै हुन्छ। ल ओके, ल अब 22 को पढ्नुहोस् त। kimchi jjigae roll ... question mark 당연 하지요. 김치만 뭐 있으면 쉽게 만들 수 있어요. 굴게요. 굴게 돼요. 굴리고 굴게 싶어요. 돼요. कुरिल चुल हरायो 굴리고 कुरिल नम्बर 싶어요. 4 कुरिल चुल 굴릴 हरायो 줄 알아요? नम्बर 4 हुन्छ 4 नम्बर नै हुन्छ है। क्वेसन खिम्ची गरेछ नि त जिगेरोल डट 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 भनेर प्रश्न गराएको छ होइन। थाङ्गेन हाजियो अवश्य पनि खिम्चीमान इसुम्यान खिम्ची मात्र भयो भने सिपके मान्दुल सिस्यो बनाउन सकिन्छ भने चाहिँ बनाउन आउँछ भनेर प्रश्न गर्नु पर्यो, हो कि होइन? हो। खिम्ची जिगेरोल क्रिल चुल आरायो, खिम्ची चिगे चाहिँ उमाल्न आउँछ अथवा मान्दुल चुल आरायो भने जस्तो हो। बनाउन आउँछ त है, उल्चुल आल्दा उल्चुल मुरुदा भन्ने ग्रामरबाट आएको। थाङ्गेन हाजियो अफकोर्स 하지마 김기만 있으면 쉽게 만들 수 있어요. 라. 23번부터 24번까지 다음 미추진 부분에 들리는 것을 넘일래 것 कुरा चाहिँ के छ यो पत्ता लगाउनु पर्यो। ल 23 नम्बरको हेर्नुहोस् त। 제주도는 사람 제주도는 쌀을 많은 하나 곳이요. 것이에요. 아이가 일본. 놀이공원을 가지고 해서 다녔어요. 23 को कति हुन्छ भन्नुहोस् त। 제주도 1번मा भन्छ 제주도는 사룰만 한 도시예요 भन्छ है। 2 नम्बरमा चाहिँ 아이가 놀이공원에 가자고 해서 다녀왔어요. 3 नम्बरमा चाहिँ 속이 안 좋아서 밥을 먹는 대신에 죽을 먹었어요. 죽을 होइन यहाँ खुगुल हुनुपर्ने थियो है। खुग हुनुपर्ने थियो, छुक 죽। दाउलो 죽. सरी 죽 पनि दाउलो हुन्छ है। 죽을 दाउलो 먹었어. 죽을 먹었어요. त्यसपछि 4 नम्बरमा 아무리 몸이 아파도 수업 시간에 결석한 적이 없어요. के कुन चाहिँ नमिल्ने होला ल भन्नु त। इल्बन 1 एक नम्बर कोस नै लायो। हुन्छ। एकै हो क्या सर। 1 नम्बर हुन्छ। मैले हिजो चाहिँ के सालमान पढाएको थिएँ, एउटा उल्मान हादा र अथवा रिउलमान हादा हुन्छ होइन। फाछिम छ मानव भने दोषी हो। उल्मान हादा, फाछिम छैन अथवा रिउल फाछिम इसुल्ते भनेको थिएँ नि त होइन, याद छ? यसमा चाहिँ सालमान हादा भन्ने हो। सालमान हादा हुनुपर्ने, यहाँ चाहिँ के छ सारुल छ नि त होइन। अब यहाँनिर चाहिँ वाक्य कस्तो हुनुपर्ने हो भनेपछि 제주도는 살만한 도시예요 भन्ने हुनुपर्ने थियो कि है। 제주도는 살만한 도시예요। 제주도 भन्ने ठाउँ चाहिँ बस्न लायक सहर हो भनेर यस्तो भन्नुपर्ने, सालमान हुनुपर्ने हो। यहाँ के भयो, सारुल भयो। त्यो कारणले गर्दा थुलिन गसुल चाहिँ 1 नम्बर हुन्छ। 2 नम्बरको हेर्नु त। आइगा 놀이공원에 खाजा गएछ। बच्चाले चाहिँ खेल्ने पार्कमा जाउँ भनेर थान्यो गएर आयो। यो एकदम वाक्य ठिक छ। 3 नम्बरमा चाहिँ सोगी आन्छ आज, पेट चाहिँ खराब भएको कारणले गर्दा फाबुल बग्नु थिएसिने भात खाने सट्टामा चाहिँ छुगुल मगस्यो होइन, जाउलो खाए। 4 मा चाहिँ आमुरी मोमी आफादो है, जतिसुकै शरीर दुखे तापनि सुप सिगाने कक्षाको समयमा चाहिँ खेल्छ खानजगी अप्सयो भनेको चाहिँ एब्सेन्ट भएको अनुभव चाहिँ छैन भन्ने हुन्छ। अरू त सब ठिक छ नि त होइन। 23 नम्बर नै हुन्छ है। सालमान हेयो हुने ठाउँमा सारुल भन्ने भएको छ, त्यो कारणले थुलिन गत चाहिँ इल भन्ने भयो। 24 को ल अब 24 मा थुलिन गत चाहिँ के हो भन्नु त। 건너편에 빵집이 새로 열릴 게요. 지금 퇴근 시간이라서 길이 많이 막히네요. 친구와 통화 중에 갑자기 있는데 전화가 끊겼어요. 음악 소리가 너무 크니까 소리를 좀 줄여주시겠어요? 새로 열릴게요. 건너편에 3번 아니 3번 होइन एकै हुनुपर्ने र सर। ल अब के छ है, 열릴게요. एकको Sorry. विचार ल पढौँ है। एकै होला। ल 24 नम्बरको पढौँ त। 24 मा के भन्छ भनेपछि 건너편에 빵집이 새로 열릴게요 है। अनि 2 नम्बर हेर्नुहोस् त। 지금 퇴근 시간이라서 길이 많이 막히네요 भन्छ। 3번 हेर्नु त। 친구와 통화 중이었는데 갑자기 전화가 끊겼어요.
4 नम्बरमा 음악 소리가 너무 크니까 소리를 좀 줄여주시겠어요 भन्छ। अब यसमा नमिल्ने चाहिँ कुन छ जस्तो लाग्यो तपाईँहरूलाई भन्नु त? तिनको हो कि हो तिनको जस्तो लाग्छ। कुन겠어요 तिनको नम्बर 3को पढौ है। 3मा के भन्छ? 친구와 साथीसँग चाहिँ 통화 중이었는데 साथीसँग चाहिँ फोनमा बोलिरहेको थिएँ है। 갑자기 फोन के भन्छ? एक्कासी चाहिँ 전화가 끊겼어요। एक्कासी फोन काटे। यसमा के गल्ती छ? केही पनि गल्ती छैन होइन। छैन, यसमा अब छैन। यो ठिक छ। कुन खिता 4 नम्बर कुन खिता भनेको चिनिनु काटिनु कुन्किदा हो भनेको भन्छ। काटिनु हो होइन, अँ। काट्नु होइन, काटिनु हो। काट्नुबाट कुन्किदा काटियो भनेको काटियो भन्ने काट्ने भयो कि त्यो कसैको voice कारणले गर्दा भयो। कुनकेसय। यो चाहिँ सादोङसा र फिदोङसा भन्ने त्यो चाहिँ भोइस चाहिँ भयो प्यासिभ भोइस टाइप। मैले यो ए, पढाउन बाँकी छ क्या ए, है। ल सादोङसा र फिदोङसा भन्ने पढाउन बाँकी छ, त्यो हामी पढौँला। त्यो कारणले यो वाक्य ठिक छ है। छनगा कुन्खिदा भनेको चाहिँ काटिनु होइन, कुन्ख्यसयो काटियो। अनि 4 नम्बर हेर्नुहोस् न, उमाक सोरीगा नमु खुनिगा भनेको म्युजिकको साउन्ड चाहिँ एकदमै ठुलो भएको कारणले सोरीडुल चोम छुर्याउँछु सिकेछु। साउन्ड अलिक कम गरिदिनुहुन्छ कि घटाइदिनुहुन्छ कि भनेर भनेको छ, प्रश्न गरिरहेछ ठिकै है, छ। अथवा अनुरोध जस्तो गरेछ। यो पनि ठिक छ नि त होइन। 2 नम्बरमा के छ? 지금 퇴근 시간이라서 अहिले चाहिँ कामबाट फर्किने बेला भएर अथवा भएकोले खिरी मानी माखिन्ने हो, बाटो धेरै जाम हुन्छ नि है ठिक छ भने यो पनि ठिक छ। अब 1 नम्बरमा के एकै छ हो त सर। हेर्नुहोस्। एक गरेछ 1 नम्बरमा 건너편에 पारिपट्टि चाहिँ पाङछिपी सेरो यल्लिल्क्यो। खन्नफेने पारी चाहिँ पारिपट्टि चाहिँ पाङछिप चाहिँ सेरो नयाँ चाहिँ यल्लिल्क्यो खोल्ने छु भन्ने चाहिँ यस्तो हुन्न कि। खन्नफेने पारिपट्टि पाङछिपी सेरो सेङ्गिदा। सेङ्गिदा भनेको देखा के हो? पर्नु हुँदैन। सेङ्ग्य सयो भन्ने चाहिँ टाइपको वाक्य बनाउनुपर्छ कि है। खन्नफेने पाङछिपी सेरो सेङ्ग्य सयो भन्ने चाहिँ वाक्य हुनुपर्ने। यहाँ चाहिँ के भन्छ? यल्लिल्क्यो भनेर चाहिँ भनेको छ। यस्तो चाहिँ यो हुँदैन है। कर्मवाच्य भयो, कर्तृवाच्य हुनुपर्ने होइन सर, अँ त्यसै हो। यस्तो चाहिँ हुँदैन। ल ल ए कहाँ पुग्यो? हामी कति नम्बरमा सल्भ गराएको थियौँ भनेपछि 27 होला। 25 अब 25 ल 25. 25 को ल पढ्नुहोस् त। 25 को पढ्नु। 경주는 어떤 경주는 곳이에요? 어떤 곳이에요? 경주는 경주는 문화유산. 문화유산이 다양한 전통 문화도 문화도 체험해 볼 수 있는 곳이에요. 4 नम्बर 많더니 많을수록 많대시네. 많은 뿐만 아니라 많은 नम्बर 4 뿐만 아니라. यो 4कै हुन पर्यो सर, यसको चाहिँ एन्सर। ल अब पढौँ है त। 25 मा के छ भनेपछि होइन, एकको होला। कन्फ्युज नहुनुहोस् है, भनिहाल्नु, ढुक्क भन्नु हाल्नुहोस्। ल 1 नम्बर होला। को भन्छ करोडपतिमा आउँदैन यहाँ। ल नम्बर भन्नु त, कुन भन्नु, कसैले लक गरिदिउँ। ल भन्नु त। 1 भन्नु, 2 3 यो 4 1 नम्बरै हुनु 4 पर्यो हो। सर, किनकि एकजनाले 1 भन्नुभयो, ठ्याम गर्न एकजना मिल्छ 4। भने 1 नम्बरै हो। 4 हो। ल ल अब कसको पैसा आउँछ कसको जान्छ है। ल अब हेर्नु त 25 हेर्नु त। खाले भन्छ 경주는 어떤 곳이에요? 경주 चाहिँ कस्तो ठाउँ हो भनेर सोधेको छ। अब यस्तो ठाउँ हो भनेर जवाब दिनु पर्यो हो। एक 경주는 문화유산이 땡땡땡 다양한 전통 문화도 체험해 볼 수 있는 곳이에요. है 1 नम्बरमा मान थनी भन्ने छ। थनी भन्ने ग्रामर चाहिँ कस्तो हो भनेपछि कारणले भन्ने ग्रामर लाग्छ। तर पछाडि चाहिँ के हुन्छ भनेपछि पास्टमा के विगतमा चाहिँ जस्तो खात्तनी मगत्तनी होइन, थनी भनेपछि त्यस्तो टाइपको हुन्छ। यो यहाँनिर चाहिँ त्यस्तो बाँकी छैन कि। यहाँनिर के भन्यो भनेपछि 경주 भनेको कस्तो ठाउँ हो भने चाहिँ 경주 भनेको चाहिँ 문화유산이 भनेको सांस्कृतिक सम्पदा पनि एउटा भएको हो। त्यो मात्र नभएर 다양한 विभिन्न प्रकारको 전통 문화도 भनेको परम्परागत संस्कृति पनि 체험해 볼 수 있는 भनेको चाहिँ अनुभव गर्न सक्ने एउटा ठाउँ हो भनेपछि यो मात्र नभएर यो गर्ने पनि ठाउँ हो भन्नलाई के हुन्छ? 뿐만 아니라 हो। पैसा हाल्ने मलाई पैसा आयो है। त्यसपछि के हुन्छ? 경주는 문화유산이 많을 뿐만 아니라 다양한 전통 문화도 체험해 볼 수 있는 곳이에요 भनेर। त्यो कारणले गर्दा 25 को एन्सर चाहिँ के हुन्छ? 4 हुन्छ है। फर्स्ट कमेन्ट राइट हुने रहेछ कि मानथनी हुँदैन। मानुल सुरोक भनेपछि त अब धेरै हुने गरेर त्यही टाइपको हुँदैन। जस्तो 한국어는 배울수록 더 어려워요 भनेको कोरियन भाषा जस्तो सिक्दै गर्दा झन् अझ अप्ठ्यारो हुँदै जान्छ हो। त्यसलाई चाहिँ उलसुरोक भन्ने टाइपको त्यो हुन्छ। थेसिने भनेको त सट्टामा भइहाल्यो होइन। ल मानुन थेसिने भन्छ।
ल अब 26को ल 26को एन्सर भन्नु त 보고서는 이번 주 수요일까지 제출해야 하는 것 있죠. 알죠? 수요일이라고요? 저는 금요일까지 많이 제출 할만해요. 넘버 2거. 하군 나 제출하는 줄 알았어요. 그래요. 넘버 4래요. 알았어요. यो 4 नम्बरको हुने भयो यसको 4로. यति बेला पेश गर्ने भन्ने बुझिरहेको थिएँ ल ओके अब यो लास्ट क्वेसन हो है 10:56 गइसक्यो यो अन्तिम क्वेसन सल्भ गर्छौँ त्यसपछि हामी नेक्स्ट विक पढौँला 26मा हेर्नुहोस् है फो고서 भनेको रिपोर्ट अथवा प्रतिवेदन भन्छ होइन फो고서는 이번 주 수요일까지 제출해야 한 거 알지요? भनेको यो के भने चाहिँ प्रतिवेदन चाहिँ यो हप्ताको वल्हासु मङ्गल बुध बिहिबार बुधबारसम्म चाहिँ पेस गर्नुपर्ने भन्ने कुरा चाहिँ थाहा छ नि होइन भनेर यस्तो टाइपको सोध्छ नि नेपालीमा त्यही कुरालाई चाहिँ यसरी कोरियनमा भन्न सकिन्छ 제출해야 하는 거 알지요? थाहा छ होइन भन्दाखेरि चाहिँ 수요일이라고요? बुधबार भन्नुभएको 저는 금요일까지 म चाहिँ शुक्रबारसम्म 제출할만해요 गर्न लायक छ होइन 제출하고는 했어요 गरेको अनुभव छ भन्ने हुन्छ 제출하고 말았어요 भनेको चाहिँ गरेरै छोडे भने है भन्ने हुन्छ 제출한 줄 알아요 는 줄 알다 अथवा 모르다 भनेको चाहिँ यो हुने थाहा पाउनु अथवा थाहा नपाउनु म चाहिँ शुक्रबारसम्म पो बुझाउने होला भन्ने बुझेको थिएँ भन्दाखेरि चाहिँ यो के भन्नु चाहिँ 는 줄 알다 अथवा 모르다 भन्ने हुन्छ त्यो कारणले 26को एन्सर के हुने हुन्छ 4 हुन्छ यो कस्तो भनेपछि कुनै पनि कुरा के कुनै पनि कुरा चाहिँ कुनै पनि विषयवस्तुको बारेमा त्यो कुरामा चाहिँ थाहा भएको अथवा थाहा नभएको आल्दा अथवा मरुदा त्यस्तो कुरा भन्दाखेरि चाहिँ नुनचुला आल्दा अथवा मरुदा गरामर हुन्छ कि है सुइरहेको हो बुधबार पो हो छनु चाहिँ घुमिल काजी छिजो हान्चुल आएर छ म चाहिँ शुक्रबारसम्म पेस गरे पनि हुन्छ होला भन्ने चाहिँ सोचेको पो थिएँ त्यो पो बुझेको थिएँ भन्ने कुरा चाहिँ हुन्छ त्यो कारणले गर्दा 26को 4 हुन्छ है अब 10:57 गइसक्यो अब आजलाई चाहिँ क्लास यति नै गरौँ है ल अन्तिममा कस्तो लाग्यो र राम्रो लाग्यो बुझ्नुभयो त कस्तो लाग्यो हजुरहरू थोरै फिडब्याक दिनुहोस् त ल यस्तै प्रश्नहरू सोध्छ है धेरै गाह्रो सोध्दैन यस्तै अब हामी 5 सम्म यस्तै खाले प्र्याक्टिस गर्छौँ इरोहे सामै ओहे गर्दै टाइम भयो भने त्यो भएको फेरि अरू क्वेसन एक्स्ट्रा पनि यसरी नै प्र्याक्टिस गरौँला है त्यसपछि हामी खुसुल गर्छौँ अनि त्यसपछि तपाईँहरू चाहिँ इक्जाम दिनुहोस् है तपाईँलाई शुभकामना छ भन्दै 오늘의 수업은 여기까지 끝내도록 하겠습니다. 여러분 다들 늦은 시간까지 우리 수업에 참여해 주셔서 너무너무 수고하셨습니다. 네. 감사합니다, 선생님. 네. 감사합니다. 다들 안녕히 주무세요. 네. 네.